हेलो एभ्रिवान, म पिटर दर्नाल र यो डुनामिस मिडिया हाउस प्रालीको आधिकारिक युट्युब च्यानल हो। कृपया यस युट्युब च्यानललाई सब्स्क्राइब अनि सेयर गरेर सहायता गरिदिनु होला। मिडिया हाउस सम्बन्धीका सम्पूर्ण कार्यक्रमहरू, पोडकास्ट विथ पिटर अनि विभिन्न खबरका कुराहरू, अन्य कार्यक्रमहरू यसै युट्युब च्यानल मार्फत आउनेछ। कृपया यस युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु भयो भने यहाँबाट उत्पन्न भएको भिडियोहरू मार्फत हामी तपाईँहरूको जीवनलाई छुन सक्नेछौँ र केही न केही प्रभाव पार्न सक्नेछौँ। थ्याङ्क यू सो मच। हेलो एभ्रिवान, आज फेरि हामीसँग आज नयाँ गेस्ट हुनुहुन्छ आजको पोडकास्टमा। डुनामिस मिडिया हाउस प्रेजेन्ट पोडकास्ट विथ पिटरमा आज धेरै स्पेसल गेस्ट हुनुहुन्छ। उहाँको विषयमा म थोरै तपाईँलाई बताउन चाहन्छु। उहाँ चाहिँ महाप्रतिभा साप्ताहिक पत्रिकाको प्रधान सम्पादक पनि हुनुहुन्छ, नेपाल मुक्ति मण्डलीको आदरणीय पास्टर पनि हुनुहुन्छ, समाजसेवी, साथै जसले चाहिँ आफ्नो जीवनमा 9वटासम्म पुस्तक लेखिसक्नु भएको छ र समाजलाई उहाँले आफ्नो पुस्तकद्वारा परिवर्तनमा धेरै ठुलो सहायता पुर्याउनु भएको छ। बाँकी धेरै कुराहरू छ उहाँको विषयमा हामीले जान्ने नै छौँ, तपाईँलाई बताउने नै छौँ। अहिले पनि म उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ दाजु तपाईँलाई। हुन्छ, धन्यवाद। हजुरले विशेष गरी त आजको पोडकास्टमा आइदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई। र विशेष आज अब त्यस्तो विशेष यो टपिक भन्ने कुराहरू चाहिँ होइन, पोडकास्ट हो अनि खुल्ला रूपमा नै कन्भर्सेसन गर्नेछौँ, हेल्दी तरिकाले नै, कुनै एउटा विषयमा केन्द्रित भएर भन्दा पनि हजुरसँग भएका अनुभवहरू, हजुरका जीवनका कुराहरू, तपाईँले भोग्नु भएका कुराहरू र शिक्षाका कुराहरू, कतिवटा कुराहरू जसले धेरै मानिसहरूलाई आशिषित बनाउने नै छ, परिवर्तनमा सहायता पुग्नेछ भन्ने उद्देश्यले पनि हामी यो पोडकास्ट गर्दैछौँ। र विशेष त मैले सुरुमै भनिहालेँ, हजुर महाप्रतिभा पत्रिकाको प्रधान सम्पादक पनि हुनुहुन्छ। मलाई थाहा भएअनुसार विगत लामो समयदेखि हजुरले यसलाई सञ्चालन गर्नुभएको छ। र एक्ज्याक्टली अब हामीलाई हेर्दै गर्ने दर्शकहरूलाई बताउनु पर्दाखेरि चाहिँ यो पत्रकारिताको सुरुवात कहिलेबाट भयो र यसको इन्सपिरेसन चाहिँ कसरी तपाईँले प्राप्त गर्नुभयो? लगभग म भोजपुर जिल्लाको चरम्बी गाविस वार्ड नम्बर 4 र्याङ धपेनी भन्ने ठाउँमा जन्म लिएको हो। हजुर हजुर। र 2056 सालमा आइपुग्दाखेरि मैले एउटा पत्रकारिता तालिम लिने अवसर प्राप्त गरेँ। र त्यो तालिम लिँदाखेरि जो मैले सिकेका कुराहरू थिएँ, ती सिकेका कुराहरूलाई चाहिँ लेख्न थालेँ भोजपुर साप्ताहिक भन्ने पत्रिकाबाट। हजुर हजुर। र मैले 56 सालदेखि 66 सालसम्म चाहिँ पूर्व पश्चिमका राजधानीदेखि लिएर मोफसलका धेरैवटा पत्र पत्रिकाहरूमा विशेष गरेर लेख्ने अनि समाचारहरू पठाउने, छापिने क्रमहरू रहे। हजुर। र 10 वर्ष भनेको 68 सालसम्म आइपुग्दाखेरि त्यस पछाडि चाहिँ म आफैले प्रकाशन तथा सम्पादन गरेर 2068 सालबाट चाहिँ निरन्तर रूपमा धरानबाट महाप्रतिभा साप्ताहिक पत्रिका सञ्चालन गरिरहेको छ। र यसरी चाहिँ एउटा सानो तालिमको अवसरले जुराएको पत्रकारिता क्षेत्रबाट चाहिँ अब अहिले लगभग 26 वर्ष भयो होला। हजुर, पत्रकारिता क्षेत्रमा हजुरले सुरुवात गर्नुभएको लगभग 26 वर्ष भइसक्यो। आफ्नो पत्रिका निकाल्न अघि पनि धेरैवटा पत्र पत्रिकामा चाहिँ काम गर्नुभएको थियो। 10 वर्ष चाहिँ मैले अरूको पत्रिकामा काम गरेँ। मैले अगाडि परिचितदाखेरि थोरै कुराहरू मात्रै भने, अब मलाई एक्ज्याक्टली कतिवटा कुराहरू थाहा छैन। हामीले सुन्न चाह्यौँ, विशेष मैले सुन्न चाहेँ अरू कुन कुन सङ्घ संस्थाहरूमा आबद्ध रहेर नेतृत्व गरिरहनु भएको छ अहिले धरानमा रहेर, अथवा राष्ट्रव्यापी रूपमा कुनै सङ्घ संस्थाहरूसँग आबद्ध हुने, त्यसमा नेतृत्व गर्ने कुन कुन क्षेत्रमा हुनुहुन्छ, थोरै बताइदिनु भयो भने अझ हामीलाई हेर्ने र हामी अलिक क्लियर हुने थियौँ। अब मेरो पेसा भनेको पत्रकारिता हो। हजुर हजुर। म कलम चलाएर खाने गर्छु। मेरो मुख्य स्रोत अथवा पेसा भनेको पत्रकारिता हो। हजुर हजुर। त्यसको अतिरिक्त मान्छेको एउटा आस्था हुन्छ, विचार हुन्छ, अनि हामीले गर्ने पत्रकारिता कसरी गर्ने, हाम्रो जीवनशैली कसरी लाने भन्ने चाहिँ एउटा हाम्रो आत्मालाई पनि निर्देशन गर्नको निम्ति चाहिँ हजुर एउटा आस्था अनि विश्वास हुन्छ। त्यो आस्था र विश्वास चाहिँ मैले 2058 सालबाट प्रभु यीशु ख्रीष्टलाई मेरो उद्धारकर्ता र मुक्तिदाता हुनुहुन्छ भने जब मैले ग्रहण गरेँ, त्यस पछाडि चाहिँ मेरा आफ्ना अध्ययनहरू, आफ्ना सोचाइहरू, आफ्ना विचारहरूलाई लाने क्रममा र यो पत्रकारिता सँगसँगै होइन चाहिँ एउटा धार्मिक पाटोलाई पनि आफ्नो आस्था र विश्वासलाई पनि जोडेर जाने क्रममा चाहिँ
र म एउटा व्यावसायिक पत्रकार भएको हिसाबले यो आफूले जानेको स्किललाई सिपलाई चाहिँ अरूसम्म पनि पुर्याउनुपर्छ भनेर म पत्रकारिताको एउटा प्रशिक्षकको रूपमा पनि काम गर्दै जाँदाखेरि र धेरैवटा मेरो चाहिँ उत्प्रेरणाले मेरो आफ्नो जो कक्षाको कारणले प्रस्तुतिको कारणले ट्रेनिङको कारणले चाहिँ नेपालभरबाट विभिन्न क्षेत्रबाट चाहिँ मिडियाहरू सञ्चालन हुन थाले र ती सञ्चालकहरू र त्यसमा काम गर्ने हाम्रो इसाई पत्रकारहरू इसाई समुदायका इसाई आस्थामा राख्ने इसाई आस्थामा जिउनेहरूको पनि एउटा भेला छलफलहरू हुन थाल्यो। त्यस पछाडि चाहिँ म नेपाल क्रिस्चियन पत्रकार सङ्घ जो हाम्रो नेपाल क्रिस्चियन पत्रकार सङ्घ छ त्यसको चाहिँ केन्द्रीय अध्यक्षको रूपमा पनि म काम गरिरहेको छु अहिले पनि। र यतापट्टि पत्रकार महासङ्घ भनेको व्यावसायिक पत्रकारहरूको छाता सङ्गठन हो। यो सबै खालका आस्था सबै खालका धार्मिक समुदाय अथवा जात जाति अथवा राजनीतिक पार्टीहरू सबै खालको चाहिँ साझा महासङ्घको रूपमा चाहिँ नेपाल पत्रकार महासङ्घ र त्यसको पनि म चाहिँ सुनसरीमा रहेर कार्यकारी सदस्य भएर त्यो चाहिँ काम गरिसकेको हो। र यसरी आउँदाखेरि चाहिँ अब मेरो एउटा पत्रकारिता क्षेत्रमा म चाहिँ विशेष गरेर पत्रिकाको प्रधान सम्पादक प्रकाशक र क्रिस्चियन पत्रकार सङ्घको अहिले केन्द्रीय अध्यक्षको रूपमा चाहिँ कार्यरत छु। र अब अरू भन्नुपर्दाखेरि अब राजनीतिक रूपमा पनि अब हाम्रा विभिन्न हामी समाजमा छौँ, समाजमा भएको कारणले ती विभिन्न पार्टीहरू छन्। हाम्रो देश नै एउटा चाहिँ संसदीय व्यवस्था एउटा दलीय व्यवस्थाभित्र गएको हुनाले कोही न कोही अब हामी चाहिँ मत त हाल्नै पर्ने हुन्छ चुनावमा। त्यसो भएको हुनाले एउटा मतदाता मात्रै नभएर एउटा सचेत समुदायहरूलाई चाहिँ एउटा अगाडि बढाउनको निम्ति राजनीतिक रूपमा पनि मैले 9 वर्ष त म माओवादीमा पूर्णकालीन कार्यकर्ता भएर हिँडेको अवस्था हो। त्यस पछाडि चाहिँ यो माओवादी र एमालेको चाहिँ नेकपा बनेको थियो। त्यसको पनि म अब नगर स्तरमा रहेर भनौँ मैले माथिल्लो खालको जिम्मेवारी छोडेर म सेवाकाईमा आएको थिएँ। तर त्यो सँगसँगै पनि अब समाजमा उत्पीडित वर्ग पक्ष समुदायको विषयमा चाहिँ काम गर्नुपर्छ भनेर नेकपामा रहेर म धरानको चाहिँ एउटा प्रवक्ताको रूपमा पनि काम गरेँ। र पछि फेरि नेकपा चाहिँ माओवादी र एमाले विभाजन पश्चात चाहिँ म नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी त्यसको चाहिँ कोशी प्रदेश कमिटीको अहिले पनि सदस्यको रूपमा चाहिँ कार्यरत छु राजनीतिक रूपमा भन्नुपर्दा। र अब एउटा जुन आफूले आस्था गरेको आफूले विश्वास गरेको र आफूले जुन हिँड्नुपर्ने एउटा धार्मिक समुदाय हो त्यो समुदायलाई चाहिँ अगुवाई गर्ने क्रममा अहिले म नेपाल मुक्ति मण्डली धरान 11 भोजपुरे चोकमा रहेको छ। त्यो मण्डलीको पनि विगत 7 वर्षदेखि यता चाहिँ म पास्टरी सेवाकाई गर्दैछु र म पास्टरको रूपमा पनि त्यहाँनिर रहेको छु। यो 7वटा दिन हुन्छ आइतबारदेखि शनिबारसम्म। र मेरो चाहिँ सेड्युल अन्तर्गत आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबार शनिबार यी 7 बारहरूमा चाहिँ के गर्ने र कुन समय कहाँनिर दिने भन्ने चाहिँ एउटा सेड्युल बनाएर त्यसरी चाहिँ अहिले रनिङ गरिरहेको छु। त्यो सँगसँगै अब मेरो श्रीमतीले व्यवसाय पनि सञ्चालन गर्नुहुन्छ, छोराहरूले पनि गर्नुहुन्छ। अब त्यो हिसाबमा म व्यवसायलाई पनि केही समयहरू दिन्छु र त्यो सँगसँगै म एउटा कानुनी तथा लेखापढी व्यवसायी पनि हो। मैले सुनसरी जिल्ला अदालतबाट मान्यता प्राप्त गरेर त्यहाँ परीक्षा दिएर पास भएर पढेर नै चाहिँ लाइसेन्स लिएर आएर अहिले मैले लेखापढी व्यवसाय पनि सञ्चालन गर्दछु। यस्तै यस्तै छन्। हजुर, ती कुराहरू मैले धेरै कुराहरू छन् जो अहिले बादमा पनि छुनेवाला नै ती कुराहरूलाई फेरि म निकाल्छु, फेरि त्यो चर्चा गर्ने नै छौँ। तर पत्रकारिता भन्दै गर्दाखेरि यति लामो अनुभव छ, 26 वर्षको अनुभव छ होइन। यो भन्दै गर्दाखेरि पत्रकारिताको भूमिका समाजमा कस्तो रह्यो के रह्यो भन्ने कुराहरू प्रत्यक्ष रूपमा तपाईँले देख्नु पनि भयो भोग्नु पनि भयो। यसलाई हाम्रो दर्शकहरूलाई भन्नुपर्दाखेरि होइन पत्रकारिताको भूमिका समाजमा के हुन्छ, कसरी रहनुपर्छ र हाल चाहिँ कस्तो छ स्थिति, कस्तो बन्दै गएको छ भन्दाखेरि चाहिँ हजुरले के भन्न चाहनुहुन्छ? पत्रकारिता भनेको समाजको ऐना हो। समाज जस्तो छ पत्रकारिताले त्यस्तो देखाउन सक्नुपर्छ र देखिन्छ पनि। र अब भन्न त के भनिन्छ भने पत्रकारिता राज्यको चौथो अङ्ग पनि भनिन्छ। यो चौथो अङ्ग भनेको चाहिँ के भने एउटा राज्य सञ्चालन गर्नको निम्ति तपाईँको व्यवस्थापिका न्यायपालिका र कार्यपालिका चाहिँ यी 3वटा अङ्गहरू भयो भने मात्रै एउटा राज्य सञ्चालन हुनसक्छ। हजुर। तर अर्को पक्ष छ, अर्को एउटा चाहिँ पत्रकारिता बिना फेरि राज्य सञ्चालन हुन सक्दैन भन्ने चाहिँ अर्को एउटा पक्ष छ। हजुर। अनि त्यो भएको हुनाले चाहिँ राज्यको चौथो पक्ष भनेको होइन पत्रकारितालाई।
तर अब आज म आफैले अनुभव गरेको र मैले काम गरिरहेको चाहिँ के छ भन्दाखेरि म धार्मिक रूपमा एउटा आस्थामा छु, हजुर, राजनीतिक रूपमा एउटा आस्थामा छ, भूगोलको हिसाबमा म एउटा भूगोलको प्रतिनिधित्व गर्छु होइन, म धरानमा बस्छु नि त। त्यस कारणले कहिलेकाहीँ के हुन्छ भने काठमाडौँको मान्छेले त धरानको मान्छे हो भन्छ, भोजपुरको मान्छेले यो धरानको मान्छे हो भन्छ होइन। म क्रिस्चियन धर्म मान्छु, मलाई चाहिँ अर्को मान्छेले यो चाहिँ क्रिस्चियन हो भन्ला, बुद्धिस्टले भन्ला, हिन्दूले भन्ला, अर्कोले भन्ला। तर हाम्रो पत्रकारितामा के देखिनु हुँदैन भन्दाखेरि यो फलाना पार्टीको मान्छे रहेछ, यो फलाना धर्मको मान्छे रहेछ, यो फलाना भूगोलको मान्छे रहेछ भनेर हाम्रो कर्म क्षेत्रमा हाम्रो काम गर्ने सवालमा चाहिँ हामीले त्यो देखाउनु हुँदैन। अर्थात् मैले प्रकाशन गर्ने प्रसारण गर्ने समाचार चाहिँ त्यो मेरो फाइदाको निम्ति मेरो समुदायको निम्ति मात्रै हुँदैन। किनभनेखेरि समाचार विशेष गरेर हामीले समाचार बेसमा बसेर काम गर्छौँ। समाचारमा गर्दाखेरि के हुन्छ त्यहाँ भन्दाखेरि तपाईँको पक्ष विपक्ष दुइटै हुन्छन्। पक्ष विपक्षका भने त्यसलाई चाहिँ हाम्रो समाचारको भाषामा एबिसी भन्छ, एक्युरेसी, ब्यालेन्स एन्ड क्रेडिबिलिटी भनेको चाहिँ एक्युरेसी भनेको जे भएको सो ठ्याक्कै हुनु पर्यो, ब्यालेन्स भनेको सन्तुलित हुनु पर्यो र क्रेडिबिलिटी भनेको चाहिँ पत्यार लाग्दो पनि हुनु पर्यो। यदि यो कुरालाई हामीले आत्मसात गरेर पत्रकारिता गरिरहँदाखेरि कति मान्छेहरूलाई अपाच्य हुन्छ। कस्तो अपाच्य हुन्छ भन्दाखेरि सत्य कुरा बताउँदाखेरि मान्छेलाई किन यस्तो सत्य कुरा बताएको भन्ने चाहिँ त्यहाँ मान्छेहरूले भन्छन्। सन्तुलित मिलाउँदाखेरि एउटा अर्को पक्षले के भन्छ भने मेरो कुरा पो राख्ने हो त, उसको पक्ष किन राखिदिएको, मान्छेले त्यसरी आलोचनात्मक दृष्टिकोणले हेर्छौँ। र चाहिँ पत्यार लाग्दो कहिलेकाहीँ के भन्छ भने अपत्यारिलो कुराहरू आए पो समाचार पढ्नु त होइन भन्ने खालको मान्छेको चाहिँ एउटा त्यो हुन्छ। यसो भएको हुनाले मैले आफूले बुझेको चाहिँ पत्रकारिता क्षेत्रमा आफूले जुन क्षेत्रमा हामी काम गर्छौँ, म चर्च जाँदा म पास्टर हो है, म रिपोर्टिङ गर्न जाँदा म पत्रकार हो, म काहीँनेरि सभा सम्मेलनहरूमा जाँदाखेरि म त्यहाँ नेता पनि हो, अनि म पसलमा बसिरहँदाखेरि म व्यवसायी हो, व्यापारी हो, र म कुनै एउटा चाहिँ कानुनी सहायताको निम्ति कहीँ बस्दैछु नि म एउटा चाहिँ कानुन व्यवसायी हो भनेपछि मेरो भूमिका त्यहाँनिर चाहिँ जुन कुर्सीमा बसिन्छ, जुन ठाउँमा बसिन्छ त्यो आफ्नो भूमिका निर्वाह गर्ने हो होइन। तर जब त्यसरी गरिराख्यो भने अनि एउटा चाहिँ हामी के हुनसक्छ, पत्रकारै मात्रै बनेर यो वातावरण बनेन नि त, हामी बाँच्न होइन। यहाँ त दुखी गरिबले चाहिँ गीत गाउने हो, दुखी गरिबले पत्रकारिता गर्ने हो भन्ने खालको भाष्य स्थापित भयो र व्यवस्था पनि त्यही ढङ्गले आएको कारणले हामी के बाध्य छौँ त भन्दाखेरि यो पत्रकारिता मात्रै गरेर खानको निम्ति नपुग्ने भए चाहिँ हामीले साइडमा चाहिँ विभिन्न प्रकारको काम गर्छौँ। तर पनि यो पत्रकारिता क्षेत्रलाई विशुद्ध बनाउनको निम्ति हामीले यहाँनिर देखेको चाहिँ अब पत्रकारहरू तपाईँको चाहिँ मासिक तलब खाने पत्रकार पनि हुन्छ। अब हामी चाहिँ कस्तो भने स्वरोजगार व्यवसाय, हाम्रो स्वरोजगार, हामी आफै पत्रकार पनि हो र हामी आफै मालिक पनि हो। किन हामीले आफै लगानी गर्छौँ, पत्रिका निकाल्छौँ र त्यो पत्रिकाबाट आएको चिज हामी आफैले नै खान्छौँ र अरूलाई पनि खुवाउँछौँ, हामी काम गर्ने मान्छेलाई पनि खुवाउँछौँ भने चाहिँ हामी चाहिँ स्वरोजगार मुखी चाहिँ व्यवसाय भएको हुनाले यो पत्रकारिता क्षेत्रमा मैले आफूले अनुभव गरेको कुरा के हो त भन्दाखेरि अब अहिले चाहिँ तपाईँको एउटा स्वतन्त्र पत्रकार भन्छ। स्वतन्त्र पत्रकारिता भनेको उनीहरूको वर्ग हुँदैन, उनीहरूको पक्ष हुँदैन। अर्को चाहिँ मिसन पत्रकारिता भन्छ। मिसन पत्रकारिता भनेको चाहिँ मान्छेले पत्रकारिता सुरुवात गर्दाखेरि नै आफ्नो मिडियामा अथवा त्यो मिडिया मार्फत चाहिँ के कुरा बताउने हो त्यसको आफ्नो मिसन उसले छोड्दैन होइन। एउटा चाहिँ जस्तो मिसन नराम्रो पनि होइन र यो राम्रो पनि होइन, यसलाई बुझ्ने र प्रयोग गर्ने सवालमा चाहिँ फरक पर्छ। त्यसो भएको हुनाले समग्र स्थितिमा हामीले हेर्ने हो भने जनता पत्रकार बन्न सक्दैनथे है, तर पत्रकार चाहिँ जनता बन्न सक्छन्। तर अहिले चाहिँ के भयो त भन्दाखेरि यो पछिल्लो समय हामीले नै विकास गरेको, हामीले जनपत्रकारिता हुनुपर्छ, जनता आफै पत्रकार बन्नुपर्छ होइन। हिजो चाहिँ के हुन्थ्यो भने पत्रकार को बन्ने भन्दा जसले मिडिया हाउस सञ्चालन गर्न सक्छ र उसको आफ्नो मान्छे चाहिँ ज्ञान नभए तापनि ऊ चाहिँ पत्रकार बन्ने एउटा विकृति थियो र त्यो विकृतिको बेला चाहिँ हामी पत्रकार बनेको। किन भन्दाखेरि हाम्रो त आफ्नो मान्छे कोही पनि थिएन। आफ्नो मान्छे मिडिया हाउसमा नहुँदाखेरि हामी चाहिँ के भन्दा भने अरूको मिडिया हाउसमै हामीले काम गरेको र त्यो मिडिया हाउसमा काम गरिरहँदाखेरि हामीलाई उनीहरूले कति सपोर्ट गर्थे त, किन हामी धेरै दुःख गरेर समाचार सङ्कलन गर्थ्यौँ, खोजेर ल्याउँथ्यौँ र त्यो प्रकाशन हुने बेलामा चाहिँ त्यहाँ सौदाबाजी हुन्थ्यो होइन। ती मालिकहरूले चाहिँ होइन तिम्रो विषयमा यस्तो यस्तो समाचार आउँदैछ, प्रकाशन हुन लागेको छ भने चाहिँ उसले अग्रिम सूचना दिन्थ्यो र उसँग त्यहाँ मोलमोलाई गर्थ्यो होइन। त्यसो प्रकाशन नगरिदिनुहोस्, त्यहाँ बरु म केही मिलाउँछु होइन। अनि उनीहरूको बिचमा त्यो बार्गेनिङ हुन्थ्यो र लेनदेनमा चाहिँ त्यो समाचारहरू त्यहाँ छापिँदैन थियो। हो त्यो नछापिँदाखेरि त वास्तविक कुराहरू त नछापिने भयो।
अनि कसले के कुरा हो त्यो खालको चाहिँ हाम्रो के थियो भन्दाखेरि मिडियामा चाहिँ एक प्रकारको ठेकेदारी प्रथा थियो। त्यो ठेकेदारी प्रथालाई चाहिँ हामी निर्मूल पार्नुपर्छ। सत्य तथ्य कुरा चाहिँ चाहे सानो मान्छे होस् चाहे ठुलो मान्छे होस् यथार्थ कुरा चाहिँ ल्याउनु पर्दछ र त्यो यथार्थ कुराले चाहिँ जनतालाई सूचना दिनुपर्दछ भन्ने सूचनाको हक प्रयोग गर्नको निम्ति हामी पत्रकार बनेको हो। र अहिले पछिल्लो समयमा चाहिँ वास्तवमा त्यो बिचमा निकै ठेकेदारी प्रथा पनि चल्यो पत्रकारिताभित्रमा। पत्रकार महासङ्घको सदस्य बन्नको निम्ति पत्रकार मिडिया हाउसहरू सञ्चालन गर्नको निम्ति सीमित मान्छेहरूले मात्रै गर्थे। तर जब 62-63 जनआन्दोलन भइसकेपछि र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि चाहिँ एक प्रकारको यो मिडिया चाहिँ के भएन भन्दाखेरि पत्र पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समेतलाई पनि राम्रो पत्रकारिता मानिएको थिएन हैन। पहिलाको चाहिँ पत्रकारिता पत्र भनेको चाहिँ कागज हो, कारिता भनेको कागजमा काम गर्ने मान्छेलाई पत्रकार बनिन्थ्यो। तर त्यसको परिभाषा चाहिँ के हो त भने हामीले ब्रेक थ्रु भन्छ नि एउटा चाहिँ त्यसलाई हामीले चेन्ज गर्न, त्यसलाई चाहिँ हामीले त्यो जुन घटनाक्रम सिलसिलाबद्ध रूपमा आएको थियो त्यसलाई हामीले छलाङ मारेका छौँ। र सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि चाहिँ नेपालमा के भएको छ एक प्रकारको चाहिँ मास मिडियाहरू चाहिँ सञ्चालनमा आएका छन्। अब अहिले त मोबाइल जर्नलिजम चाहिँ सुरु भएको छ हैन। त्यस कारणले यो पछिल्लो समयमा हामी आउँदाखेरि चाहिँ घटनाक्रमहरू अब धेरै हामी प्रवृत्तिले पनि अहिले युक्त भएका छौँ। साधारण मान्छेले एउटा चाहिँ 500 हजारको मोबाइल किनेर पनि उसले चाहिँ मान्छेलाई सूचना दिन सक्छ। त्यस कारणले हिजो चाहिँ व्यवसायमुखी थियो भने चाहिँ आज चाहिँ व्यवसाय मात्रै होइन है, यो चाहिँ पत्रकारिता भनेको व्यवसाय मात्रै होइन, यो चाहिँ सेवामूलक पनि हो भनेर चाहिँ आज जुन विकास भएर आएको छ म त यो अवस्था देखेर एकदम खुसी छु। किनभने हामीले चाहेको यस्तै खालको पत्रकारिता गर्न थियो, अझै पनि धेरै हामीले विकास गर्न जरुरी छ। अझै हामी विकास गर्ने क्रममै छौँ। विकास गर्न जरुरी छ भन्दै गर्दा अहिले पनि समाजमा देखिरहेको पत्रकारिताहरूमा चाहिँ जस्तै अब पत्रकार कसै पार्टीको भइदिने होइन, अहिले पनि मोलमोलाई गर्ने प्रक्रियाहरू अनि कसैको विरुद्धमा एकमुष्ट भइदिने, दुश्मन छ भने गलत लेखेरै सकिदिने, यो प्रवृत्ति त अझै पनि त होला नि त समाजमा पत्रकारितामा पनि। यस्ता कुराहरू सुधार्न पर्नेहरू छन् होला यस्तामा। एकदम सही हो। यो पत्रकार भएपछि पत्रकारिता गर्नुपर्छ भन्ने कुरा हो हजुर है। पत्रकार भएपछि पत्रकारिता गर्नुपर्छ, तर पत्रकार भएर अन्य काम गरिरहेछ क्या भनेको कस्तो अन्य काम भन्दाखेरि चाहिँ मानिलिउँ अब म एकीकृत समाजवादीको कार्यकर्ता भएँ हजुर हजुर। अब मैले चाहिँ मेरो नेताको गल्ती गरेको छ भने पनि यो गल्ती नै होइन, यो चाहिँ राम्रो हो भनेर वर्णन गर्न थाल्यो भने म पत्रकार होइन। हजुर जनताले प्रष्ट चिन्छन्। जनताले भन्ने गरेको शब्द छ नि जस्तै झोले भन्छन्, पार्टीका झोले, त्यो त्यही भन्ने हो त त्यस्तोहरूलाई। अनि के भन्ने त, किन भन्दाखेरि कोही मान्छे काङ्ग्रेसको एउटा चाहिँ मानिलिउँ काङ्ग्रेसमा आस्था राख्छ, तर कुनै काङ्ग्रेसको स्थानीय होस् चाहे केन्द्रको नेता होस् उसले कुनै गल्ती गरेको छ त्यो प्रष्ट रूपमा आइसकेको छ, प्रमाणसहित आइसकेको छ, तर उसले गल्ती भन्न सक्दैन भने किन पत्रकारिता गर्नु के होइन। अनि जब त्यो भनेको त के हो भन्दाखेरि गल्ती छ तर आफ्नो नेताको आफ्नो कार्यकर्ताको गल्तीलाई ढाकछुप गर्नको निम्ति उसले चाहिँ कलम चलाउँछ अथवा उसले चाहिँ सामग्रीहरू उत्पादन गरेर प्रकाशन वा प्रसारण गर्छ भने त्यो त झोले नै हो नि त। हजुर हजुर। त्यस कारणले झोले भन्दाखेरि चाहिँ रिसाउनु पर्ने अवस्था छैन। किनभने उसले आस्था राख्न चाहिँ पायो तर गलत कुरालाई उसले लेख्न सकेन। होइन पत्रकारितामा त के हुनु पर्यो भन्दाखेरि आस्था चाहिँ झल्किनु भएन कि, झल्किनु चाहिँ भएन, राख्न चाहिँ पायो। हो मैले पत्रकारिता गर्दैछु, मैले मेरो सामग्री मैले प्रसारण गर्दैछु भने होइन म चाहिँ क्रिस्चियन हो, म चाहिँ समाजवादी हो, म चाहिँ व्यापारी हो भन्ने कुरा मैले त्यहाँ देखाएँ भने म गलत हो। तर मेरो काम के हो, पत्रकारको काम के हो त भन्दाखेरि समाजमा जे कुरा भएको छ त्यो चिजलाई के गर्ने ऐनाको रूपमा देखाउनु हो, ऐनाको रूपमा देखाउनु पर्यो। आफ्नो कुरा कुनै पनि हाल्नु पर्यो। आफ्नो कुरा हाल्ने होइन, आफ्नो कुरा हाल्नको निम्ति त हाम्रो के हुन्छ फेसबुक पेजहरू हुन्छ, आफ्नो कुरा त्यहाँ राख्ने हो होइन। जस्तो मैले पत्रिकामा मेरो कुरा राख्दिनँ नि, राख्ने हो भने मैले के राख्छु त विचारको रूपमा राख्नुपर्छ। त्यहाँ हामीले लेख्न सक्छौँ, किताबहरू लेख्न सक्छौँ होइन, पत्रिकामा पनि हामी आर्टिकल लेख्न सक्छौँ, त्यहाँ भ्युज दिन सक्छौँ। तर न्युज चाहिँ के हुनु पऱ्यो, न्युजै हुनु पऱ्यो नि त। तर न्युजमा भ्युज मिसायो भने चाहिँ झोले नै हुन्छ। हजुर। पछिल्लो समय अब पत्रकारिता हजुरले पनि महाप्रतिवाद जसरी चलाउँदै हुनुहुन्छ पत्रिकाको रूपमा आइरहेको छ। अब अहिले पछिल्लो समयमा प्राय न्युजहरू चाहिँ मोबाइलमै हेर्न पाइरहेको हुन्छ, मान्छेले भनिरहेको हुन्छ, आइरहेको हुन्छ। यो कुरालाई चाहिँ यो कुराहरूले तपाईँको पत्रकारितामा कसरी असर पारेको छ अथवा यसलाई चाहिँ कसरी अपडेट गर्ने प्लानमा हुनुहुन्छ, गरिरहनु भएको छ? अनि यो त हामी के हुन्छ भने अपडेट त नभइकन कसै काम छैन होइन, अपडेट हुनैपर्छ। अब हाम्रो कस्तो हुन्छ भन्दाखेरि पत्रिका भनेको साप्ताहिक रूपमा एक दिन प्रकाशन भएर बजारमा जान्छ। अब हामीले त्यहाँ चाहिँ कस्तो चिजहरू जान्छन्, त्यहाँ फिल्टर भएका छानिएका र धेरै महत्त्वपूर्ण कुराहरू, ऐतिहासिक दस्तावेज बन्ने कुराहरू चाहिँ हामीले के गर्छौँ भन्दाखेरि पत्रिकामा
छापेर राख्छौँ, त्यसलाई बाँड्छौँ। तर समसामयिक कुराहरू छ, तुरुन्त दिनुपर्ने छ भने हाम्रो पनि फेसबुक पेज छ। हामी फेसबुक पेजमा तुरुन्त लाइभ गरिदिन्छौँ होइन, ब्रोडकास्ट हामी तुरुन्त लाइभ गरिदिन्छौँ। अब होइन तपाईँको त्यसमा अलिकति छोटो चिजहरू छ, त्यो दिनको निम्ति हामी युट्युब सञ्चालन गरेका छौँ, महाप्रतिवाद अनलाइन टेलिभिजन होइन। भनेपछि अब हामी चाहिँ के गर्छौँ भन्दा त्यो अब पत्रिकामा मात्रै सीमित रहने होइन, पत्रिका अब अनलाइन युट्युब फेसबुक के गरेर हुन्छ। अनि यसले हामीलाई फेरि घाटा भएको छैन। आज धेरै मान्छेले के भन्छन् भने यो न्यू मिडियाहरू आयो, न्यू मिडिया आएको कारणले चाहिँ अब पत्रिका काम छैन भनिरहेछ मान्छेहरूको धेरै बुझाइ। तर हामीलाई चाहिँ न्यू मिडियाले पत्रिका निकाल्नको लागि सहज भएको छ। किन भन्दाखेरि जस्तो अमेरिकाको न्युज हामीलाई प्राप्त गर्नको निम्ति त धेरै समय लाग्थ्यो नि त। तर आज अमेरिकाको न्युज चाहिँ के गरिदिन्छ, म फेसबुक चलाइरहेको हुन्छु चाहिँ तपाईँ मेरो मान्छे उहाँ हुन्छ, उसले चाहिँ तुरुन्त के गरिदिन्छ तपाईँको 1 सेकेन्डमा चाहिँ उसले क्लिक उहाँ थिचिसक्दाखेरि मेरोमा न्युज आइपुग्छ। अनि मैले फेरि 1 क्लिक होइन 1 सेकेन्डभित्र चाहिँ मैले के गर्छु त्यसलाई विश्वभरि चाहिँ मेरो मिडियाबाट चाहिँ मैले पब्लिस गर्न सक्छु भने त हामीले त्यसलाई फाइदा गरेको छ, घाटा पुर्याएकै छैन होइन। यो त राम्रो छ, अपडेट हुनुपर्छ। हजुर, अब यो बुद्धिले यो हजुरले जस्तै आइडियाले चलेन भने त घाटा पनि होला कतिलाई, अपडेट हुने कुराहरूलाई लिएन भने त। त्यसमा केही साथीहरूले भन्नुभयो, जस्तो हाम्रो लोकल साथीहरूले नै भन्नुभयो अब तपाईँले ब्ल्याक एन्ड व्हाइटमा पत्रिका निकाल्नुहुन्छ, यो काम छैन। हजुर, कोही पसलेहरूले चाहिँ यसो त्यो बिहानै चाहिँ आरती गर्नलाई पत्रिका सल्काएर यसो धुवाँ लगाउनलाई र चटपटे खाने मान्छेहरूले चाहिँ त्यो चटपटे व्यापारीहरूले चाहिँ चटपटे प्याक गर्न मात्रै तपाईँको पत्रिका काम लाग्छ। त्यस कारणले तपाईँ चाहिँ रङ्गिनमा आउनुपर्छ, कलरमा आउनुपर्छ, यो कलरफुल समय हो भनेर उहाँले भन्नुभयो। हाम्रो एउटा टिममा बसेर सम्पादकहरूको प्रकाशकहरूको टिम बस्दाखेरि उहाँले त्यसो भनिरहँदाखेरि मैले भने तपाईँ पनि जन्मिँदैमा कलरफुल भएर जन्मिनु भएको होइन, यो आवश्यकता पर्यो भने त्यो पनि बनाउँला। अब होइन भने हामीले 1 वर्ष 1.5 वर्ष कलरफुल बनाएर त्यहाँबाट मिडिया बन्द गर्नु हुँदैन। हामीसँग त लाखौँ मान्छे करोडौँ मान्छे जोडिएका हुन्छन्। मिडिया चाहिँ जसरी अब किनभने 16 वर्ष भइसक्यो मैले पत्रिका चलाएको भने चाहिँ 16 वर्षमा त होइन चाहिँ तपाईँको 1 हप्तामै तपाईँको 100जनाभन्दा बढीको न्युज आएको हुन्छ होइन। कम्तीमा पनि एउटा चाहिँ तपाईँको आर्टिकल छापिएको हुन्छ भनेपछि 16 वर्षमा त तपाईँको त्यत्तिकै कति हामीले चाहिँ करोडौँ हामीले पाठकहरू कमाएका छौँ, लाखौँ पाठकहरू छन् भनेपछि त्यसलाई चाहिँ हामी बन्द गर्न सक्दैनौँ नि त, किनभने हामीसँग अपेक्षा गर्नु भएको छ। तर जसले त्यो यस्तो हुन्छ क्या तपाईँको मिडियामा चाहिँ जे छ त्यसलाई निरन्तरता दिने, बरु त्यसलाई परिष्कृत गर्ने, त्योसम्म चाहिँ ठिक हो। तर महत्त्वकाङ्क्षी योजना बनाएर अब म चाहिँ पुरै संसारै चाहिँ खाइहाल्छु, अब म मेरै मुठीमा लाग्छु भनेर गर्नेहरू चाहिँ होइन। अब त्यो जो साथीले त्यसो भन्नुहुन्थ्यो उहाँको 6 महिना पनि टिकेन, पत्रिका उहाँले बन्द गर्नुभयो। त्यस्ता पत्रिकाहरू थुप्रै बन्द छन् अहिले नेपालभरि लगभग हामीले हेर्छौँ भने 1000 पत्रिका पनि सञ्चालन छैन होइन। भनेपछि त्यो 1000 पत्रिका मध्ये हामी स्थानीय रूपमा हेऱ्यौँ भने त हामीसँग कम्पिटिसन गर्न 1-2 मिडियाहरू मात्रै छन्। तर कम्पिटिसन पनि हाम्रो स्वस्थ कम्पिटिसन हुन्छ, न कि उसलाई हामी फ्लप खुवाएर हामी अगाडि बढाउँ भन्ने होइन। उसको हिसाबले ऊ अगाडि बढिरहन्छ। हाम्रो हिसाब भने चाहिँ स्वस्थ प्रतिस्पर्धा गरियो भने मिडिया चाहिँ तपाईँको कम हुँदैन, क्रेज त अझ बढिसक्यो। हिजोको हिसाबमा चाहिँ मान्छे होइन अब कसरी गर्ने भने पहुँच थिएन भने चाहिँ आज त धेरैको पहुँच भएको छ। अनि मिडियामा सदा चाहिँ तपाईँको अहिलेभन्दा 10 वर्ष अगाडि 5 जना मान्छे मसँग दैनिक सम्पर्कमा आउँथे भने आज चाहिँ 50 जना मान्छे 500 जना मान्छे मसँग सम्पर्क आउँछन् भनेपछि त आज हाम्रो आवश्यकता त के रहेछ, बढ्दै रहेछ नि त, घट्दो छैन, बढ्दो छ। त्यसैले सञ्चारको म त यस्तो भविष्य देख्छु होइन। अझै तपाईँको त के हुन्छ, जनता आफैले पत्रकारिता आज मोबाइलबाट पत्रकारिता गर्छ। सानो एउटा कोठामा बसेर चाहिँ उसले संसार देखाउन सकिरहेको हुन्छ भनेपछि यो त हामीले एउटा सुनौलो अवसर प्राप्त गरेका हौँ। हामी बाँचुन्जेल सकुन्जेल रफ्तारमा चाहिँ जानुपर्छ। एकदम यसलाई अपडेट हुने माइन्ड सेटमा चाहिँ यो एकदमै राम्रो हुन्छ। जस्तै तपाईँको अपडेट हुने माइन्ड सेट भएको कारणले गर्दा यी कुराहरूलाई चुनौती समस्याको रूपमा होइन, यो त हाम्रो लागि अवसरको रूपमा तपाईँले लिनुभएको छ, एकदमै राम्रो। यी कुराहरू छँदैछन्, पत्रकारिताका कुराहरू पनि फेरि हामी गर्छौँ। अघि विश्वासको कुरा अलिकति जोड्नु भएको थियो हजुरले। विश्वासको कुरा गर्दै गर्दाखेरि कसरी गर्नुभयो, अथवा कोही एउटा हुन्छ नि व्यक्ति पर्टिकुलर एउटा मान्छे ल्याएर सुनायो यसरी गरे भन्ने छ कि, अथवा कसरी विश्वासको यात्रा सुरु भयो? तर एक दिन एकजना पास्टर रामु सुवेदी धनकुटा बप्तिस्ट चर्चको पास्टरले चाहिँ कलेजमा मलाई चाहिँ उहाँले कलेजबाट म फर्केर आउँदै थिएँ, धनकुटा बौमी क्याम्पसबाट चाहिँ म आउँदै थिएँ, एउटा चौतारामा बसेर उहाँले चाहिँ येशू ख्रीष्टको विषयमा बताउनु भयो। अनि मैले उहाँलाई भने तपाईँ पो कुनै सिप छैन, कुनै योग्यता छैन, जागिर छैन, त्यस कारणले तपाईँले चाहिँ के गर्नुभएको छ, यो चाहिँ धर्म प्रचार गर्नुहुन्छ, त्यस बाबत तपाईँले तलब भत्ता खानुहुन्छ, तपाईँको जीवन चलाउन तपाईँ ठिकै गर्नुभएको होला। तर हामी जस्तो पढे लेखेको
बुद्धिजीवी मान्छेले, समाज सबै बुझेर आएको मान्छेले यस्तो वयात कुरा नगर्नुहोस् भन्दाखेरि उहाँले एउटा चाहिँ नि सानो ट्र्याक्स दिनुभएको थियो। अनि उहाँले त्यो ट्र्याक्समा चाहिँ लेखेका कुराहरू थिए। अनि यो पढ्नुहोस् भन्नु, मैले भने यो पढ्न आवश्यकता छैन, त्यही पनि ठिकै छ भनेर मैले झोलामा चाहिँ हालेँ। म घरमा गएँ, कोठामा गएँ, धनुटामा सिरवानीमा बस्थेँ, म धनकुटा सिरवानीमा बस्थेँ। अनि राति जब म त्यहाँनेरि मार्क्सवादका ठेलीहरू, किनभने रातभरि पढेर दिउँसो चाहिँ गएर कलेजहरूमा, स्कुलहरूमा, पार्टीको मिटिङहरूमा गएर मैले पढाउनु पर्थ्यो। त्यसैले मैले त्यो पढ्दै थिएँ, अध्ययन गर्दै थिएँ। त्यतिखेर चाहिँ नि अचानक चाहिँ सेतो वस्त्र लगाएर चाहिँ एकदम दारी जुङ्गा होइन ठ्याक्क पालेको, जो हामी येशू ख्रीष्टको फिल्मबाट लिएको जुन फोटो हेर्छौँ त्यो स्वरूपमा चाहिँ ढोकामा आएर सालोम भन्नुभयो। जब मलाई सालोमको अर्थ पनि त्यतिखेर थाहा थिएन, के हो यो सालोम भनेको भन्ने भयो। प्रत्यक्ष होइन, जब म पढिरहेको थिएँ। अनि उहाँ आएर त्यसपछि चाहिँ हाम्रो धेरै डिस्कस भयो, करिब 1 घन्टासम्म उहाँसँग वार्तालाप भयो। अनि मैले मेरा जिज्ञासाहरू सबै कुरा राखेँ होइन। यहाँ त हाम्रो गाउँमा त यसो भन्छन् नि भन्दाखेरि उहाँले भन्नुभयो, मान्छेको जति बुझाइ छ त्यति बुझ्न देऊ, तर तिमीलाई चाहिँ म प्रेम गर्छु, तिमीलाई म माया गर्छु, तिमीलाई मैले तिम्रो आमाको गर्भभन्दा अगाडि नै तिमीलाई मैले चाहिँ चुनिसकेको छु। त्यस कारणले तिमीमा एउटा मेरो विशेष योजना छ। त्यसैले तिमी अब जे कुराहरू बुझ्यौ, अब तिमी मेरो पछि लाग। म फेरि भन्छु, तपाईँको पछाडि लाग्दाखेरि होइन, म त फेरि मेरो परिवारले स्वीकार्दैन, समाजले स्वीकार्दैन, मेरो पार्टीले स्वीकार्दैन, म के गर्ने? अनि उहाँले भन्नु, त्यसको विषयमा तिमीलाई बिस्तारै बताउँदै जान्छु, तिमीले मलाई स्वीकार गर। धेरै मेरा तर्कहरू, जिज्ञासाहरू त्यहाँ राख्दै गएँ, तर पनि अन्तिममा भएपछि मेरो सबै चित्त बुझ्यो। उहाँले भन्नुभयो, फेरि अब म जान्छु तिमीलाई सालोम। अनि त्यो सालोमको पछि चाहिँ तिमीलाई शान्ति भनेको रहेछ, किन म अशान्तिमा थिएँ। म एकदमै त्यहाँ चाहिँ के गर्ने, कसो गर्ने, अब मेरो जिन्दगी कतातिर लाने हो भन्ने चाहिँ म एकदम दोधारमा भइरहेको थिएँ। म अशान्तिमा थिएँ साँच्चीकै। एकपट्टि चाहिँ म सोच्दै उज्यालो हुन्थ्यो होइन, फेरि अर्कोपट्टि गर्दाखेरि चाहिँ निन्द्रा पुग्दैन थियो। त त्यस्तो एउटा अवस्थामा चाहिँ मैले प्रत्यक्ष दर्शन पाएँ। त्यस पछाडि म बिहानै चाहिँ म जब बिहान भन्दा पनि त्यतिखेर चाहिँ मलाई के भयो त, जब उहाँ सालोम भनेर उहाँ गइसकेपछि झलस्स बिउजिँदाखेरि त तपाईँको त्यो टेबलमा भएका ती मार्क्सवादका किताबहरू त सबै च्यातेर, भित्तामा भएका पोस्टरहरू थिए, मार्क्स, लेनिन, एङ्गेल्सका होइन, माओका फोटाहरू थिए। ती सबै फोटाहरू चाहिँ सबै च्यातेछ, हेर्नुहोस्, टेबल पुरै पल्टिएछ होइन। मलाई थाहा छ, म त संवाद गरिरहेको छु नि त, उहाँसँग कुरा गरिरहेको छु। तर जब उहाँ सालोम भनेर बिदा हुनुभयो, त्यो हेर्दाखेरि त्यो सबै कुरा गरेपछि मेरो हृदयमा अटोमेटिक म रोएँ। त्यहाँबाट मेरो चाहिँ एउटा छाप पर्यो। अनि मलाई सुसमाचार सुनाउने पास्टरको कहाँ म गएँ है। अनि पास्टरकोमा म गएँ। उहाँ गइसकेपछि मैले ढोका ढकढकाएँ। अनि उहाँले भन्नुभयो, त्यतिखेर लगभग धेरै 12 बजेको रहेछ, 12 बजेदेखि 1 बजेसम्म त्यस्तो भयो। म घडी हेर्दै अब कतिखेर जाउँ अनि ठ्याक्कै 4:30 भएपछि 5 बज्न लागेपछि चाहिँ म के गरेँ, गएँ। करिब 5:50 म चाहिँ उहाँकोमा जाँदाखेरि उहाँले ढोका खोल्नलाई निकै ढिलो गर्नुभयो। अनि होइन तपाईँ त बिहानै आउनुभयो त किन भन्नुभयो। मैले भने म त राति सुत्नै सकिनँ, किनकि मैले त यस्तो देखेँ भन्दाखेरि ओहो, किनभने हामी पनि सुत्नै सकेका छैनौँ। हामी त 2 जना श्रीमान श्रीमती सुत्न खोज्छौँ, तपाईँको निम्ति प्रार्थना गर भन्नुहुन्छ, प्रभु आउनुहुन्छ, तपाईँको निम्ति हामी त घुँडा टेकेर रातभरि आज तपाईँ प्रार्थना गरेका छौँ, लु परमेश्वरको महिमा भएको होस्, आउनुहोस् भित्र भनेर उहाँले बोलाउनु भयो। अनि म भित्र गएँ। अनि ती सबै कुराहरू भइसकेपछि मलाई यस्तो लाग्यो, मैले भने ल मैले त्यतिखेर पास्टर बुवा भन्ने थाहा थिएन। मैले उहाँलाई भन्थेँ, रामजी ल मलाई अब के गर्नुहुन्छ त रामजी, लु मलाई अब के गर्नुपर्छ, मैले के गर्नुपर्छ भन्दा उहाँले केही गर्नुपर्छ, तपाईँ घुँडा टेक्नुहोस्, तपाईँ प्रार्थना गर्नुहोस्, म भन्छु, तपाईँले दोहोऱ्याउनुहोस्। अनि त्यही दिन मैले चाहिँ ग्रहण गरेँ र त्यसरी मैले येशूलाई पाएँ। तपाईँले विश्वास गर्नुभएको यो मलाई चाहिँ थाहा थिएन पास्टरजी, मलाई चाहिँ मजाले थाहा थिएन यो विषयमा। तर एकदमै अद्भुत रहेछ, एकदमै अद्भुत तरिकाले तपाईँले विश्वास गर्नुभएको रहेछ। कसै मान्छेले भन्ने माध्यम त भयो, तर स्वयं परमेश्वरले नै तपाईँलाई बोलाउनु भएको। जस्तै यीशु ख्रीष्टले परमेश्वरले कतिजनालाई दर्शन दिनुभएको छ नि, बाइबलमा हामीले हेऱ्यौँ भने त्यो कुराहरू छ। ठ्याक्कै त्यसरी नै सुन्दा पनि त्यो अलिकति मिस्ट्री लाग्ने खालके तरिकाको, ओहो भन्ने खालके त्यो तरिकाले प्रभुले तपाईँलाई उहाँको राज्यमा बोलाउनु भएको रहेछ भन्ने कुरा। जबरजस्ती जसको हृदय छ नि, हजुर, त्यसलाई चाहिँ प्रभुले नै आएर हिर्काउनु गर्छ कि। मान्छेले सायद मान्छे आएको भए तपाईँ परिवर्तन हुनु, म मान्छेलाई पत्याउँदैन थिएँ नि त। तपाईँ पढी लेखेको मान्छे, हजुर, सबैलाई सिकाउने मान्छे, अर्को कुरा त म सुन्दिनँ थिएँ नि त। मेरो दृष्टिमा त त्यो पास्टर पनि केही जान्नुहुन्न भन्ने लाग्थ्यो। तर जब परमेश्वर आउनुभयो नि, अनि परमेश्वरले प्रत्यक्ष रूपमा देखाएपछि त
हृदय त के हुँदो रहेछ अटोमेटिक चाहिँ परिवर्तन हुँदो रहेछ। त्यस कारणले त्यस पछाडि पनि मेरो जीवनमा धेरै इसाईहरूबाटै पनि सतावटका कुराहरू आए, परिवारबाट सतावटका कुराहरू आए, तर स्टिल म रहनको कारण चाहिँ के हो भने प्रभु येशू ख्रीष्टसँग मेरो प्रत्यक्ष जम्का भेट भयो र उहाँले नै मेरो हृदय परिवर्तन गर्नुभएको कारणले मलाई चाहिँ सानातिना कुराहरूले अथवा ठुलै कुराहरू जीवनमा आइपर्दा पनि येशूको विश्वासबाट चाहिँ मानिसहरूले परिवर्तन गर्न सक्छन् जस्तो लाग्दैन। पास्टरीय सेवकाईको लागि चाहिँ अब विश्वासको यात्रा त त्यसरी सुरु भयो तपाईँको, तर अहिले आएर अब पास्टरीय सेवकाई गरिरहनु भएको छ धेरै लामो समयदेखि नै। एज अ पास्टरको सेवकाईको निम्ति चाहिँ प्रेरणा कसरी मिल्यो तपाईँलाई? कसले आउनुपर्छ सेवकाईमा भनेर हो कि अथवा कस्तो छ यसको पनि केही? सबै कुराहरूको एउटा कारण त हुन्छ नै। अब मेरो कारणले अरूलाई कति प्रभाव पार्छ त्यो उहाँहरूको ठाउँमा हो, र हामीले कहिले नि बोल्दाखेरि बनावटी कुराहरू बोलेर भोलि प्रुफ नहुने कुराहरू गरेर हुँदैन। त्यस कारणले यथार्थ कुरा के हो त भने मैले धनकुटा बप्तिस्ट चर्चमा चाहिँ सेवाकाई म गर्न थालेँ। त्यस पछाडि सेवाकाई गर्दै जाँदाखेरि मान्छेले पत्याउन छोडे, जय मसीह भन्छु, लाल सलाम जिस्काउन थाले क्या। कहाँ जय मसीह त भन्छ, मान्छे चर्च त आयो बा जासजुसको रूपमा पो आयो कि हेर्नुहोस् है, अलिक कता कता त्यस्तो हुने। तर जब पास्टरले मेरो विषयमा उहाँ बताउँदै जानुहुन्थ्यो, त्यस्तो होइन, उहाँ चाहिँ यसरी दर्शन पाएर यो पाएर उहाँ चाहिँ यस्तो यस्तो भएर उहाँले भन्दै जानुभयो, मलाई सपोर्ट गर्दै जानुभयो। अनि म ट्रेनिङहरूमा पनि जान थालेँ, तालिमहरूमा पनि जान थालेँ। त्यस पछाडि पास्टरसँग एउटा सल्लाह भयो, के भन्नु भने उहाँले नै मेरो नाम पनि गिदोन राखिदिनु भएको होइन। म पहिला चाहिँ तारा लामिछाने भनिन्थ्यो भने, म सेवकाईमा आइसकेपछि मेरो नाम पास्टर रामु सुवेदीले गिदोन लामिछाने भनेर राखिदिनु भयो। त्यसैले ल गिदोन अब त्यस्तो चाहिँ गर्नु हुँदैन, सेवकाईमा अब लाग्नुपर्छ भन्नुभयो। अनि सेवकाईमा त लाग्ने, कसरी लाग्ने केही बुझिएको थिएन। तर त्यहाँ सामान्य सङ्गतिहरू गर्दा गर्दै एउटा हाम्रो पास्टर र मेरो एउटा बिचमा सल्लाह भयो, अब हामी चाहिँ धनकुटाबाट धरानमा जाउँ, धरानमा गएर चाहिँ हामी हाम्रै एउटा चर्चको चाहिँ केही योजनाहरू लिएर काम गर्नुपर्छ, धरान झरौँ भन्ने उहाँले चाहिँ सल्लाह गर्नुभयो। म पनि धनकुटै बस्ने मेरो तयारी हुँदै थियो। तर होइन, धरान झर्ने भनेपछि ल झर्ने ठिक छ, त्यसो भए मेरो पनि आफ्ना आफन्तहरू धेरैजना हुनुहुन्छ, त्यहाँ गएर हामी चाहिँ सेवाकाई गरौँ न त भनेर म झरेँ। तर पास्टरलाई पछि चर्चले आउन दिएन, मतलब उहाँको आवश्यकता त्यहीँ पऱ्यो। अनि म यहाँ आएपछि अब कहाँ जाने भन्ने कुरा भयो। अनि उहाँले भन्नुभयो हाम्रो सन्धि चर्च छ, सानो बगाल चर्च, त्यहाँ जानु न भन्नुभयो। अनि सानो बगाल प्रेरित चर्चमा म केही महिना गएँ। तर कता कता अब आफ्नो अभ्यास होइन, आफू एउटा बप्तिस्ट चर्चमा सङ्गति गरिरहेको कता कता नमिले जस्तो भएपछि म अब कता जाउँ त भनेपछि त्यहाँ घर छेउमा फेरि एलएम चर्चको विश्वासीहरू हुनुहुँदो रहेछ, उहाँहरूको साथमा लाएर म एलएम चर्चमा आएँ। त्यहाँ पनि 2-4 महिना आएँ, तर कसैले वास्तै गर्दैन होइन सङ्गति, किनभने त्यहाँ चाहिँ धेरै मान्छे थियो नि त। अब के होला, अब हामीलाई त उनी गर्दैन, म त एउटा जोसमा आएको छु, अब जागिर सागिर कामसाम होइन राजनीतिहरू सबै छोडेर म त सेवाकाईमा लाग्छु भनेको छु। अब के गर्ने त भनेपछि नि एक दिन चाहिँ चर्च एलएम चर्च आउनको निम्ति टेम्पो छुट्यो। हिँड्दै आउँदाखेरि चाहिँ यो बिपी क्याम्पकोदेखि अलिक पश्चिम दक्षिण पश्चिमतर्फ चाहिँ एउटा त्यहाँ सङ्गति गरिरहेको सुनेपछि ओहो यहीँ रहेछ चर्च, किन पर जानु त, यहीँ जाउँ न त। म त्यहाँ गएँ, त्यहाँ गएपछि सङ्गति हुँदै थियो। अनि उहाँहरूले चाहिँ नयाँ मान्छे देखेपछि ल हामी चाहिँ स्वागत गर्छौँ उहाँहरूलाई, के छ परिचय दिनुहोस् भनेपछि हामी चाहिँ धनकुटा बप्तिस्ट चर्चबाट धरानमा आयौँ। धरानमा आएर फलाना ठाउँमा यसो गरेको थियौँ भने मैले 2-3 मिनटमा आफ्ना कुराहरू राखेपछि त्यहाँको पास्टर महेन्द्रजङ अनि पास्टर नरहरी चाहिँ पछि सेवा सकेपछि आउनुभयो। अनि उहाँहरूले चाहिँ धेरै उत्साहित हुनुभयो, ल तपाईँलाई स्वागत छ, हामी चाहिँ नि एउटै हौँ, ल बप्तिस्टकै तपाईँ पनि हुँदो रहेछ भनेर उहाँले चाहिँ गरेपछि म होसाना बप्तिस्ट चर्चमा करिब 7 वर्ष चाहिँ मैले त्यहाँ सेवा गरेँ। त्यहाँ गर्दाखेरि हामी थोरै मान्छे थियौँ, त्यही 13-14 मान्छे थियौँ। पछि चाहिँ त्यहाँ 7 वर्षको बिचमा धेरै भयौँ, करिब हामी 100 भन्दा बढी भयौँ। हाम्रो ठाउँले पुगेन र मैले नयाँ ठाउँ चाहिँ त्यहाँ खोजेर हामीले त्यहाँ चर्चको निम्ति जग्गाहरू पनि त्यहाँ चाहिँ व्यवस्थापन गऱ्यौँ। तर बिचमा अलिकति फेरि मैले जे सोच्थेँ, प्रभुलाई मैले जसरी गर्थेँ, हामी बिचमा अलिकति त्यहाँ उहाँहरूको भनौँ न अब आन्तरिक कुराले गर्दाखेरि, चर्चको प्रशासनिक कुराहरूले गर्दा मलाई चित्त बुझेन। अलिकति म भोलि समस्यामा हुन्छु कि भने जस्तो भएपछि मैले उहाँहरूलाई भने अब म यहाँ होइन, म अरू ठाउँमा सङ्गति गर्छु है भने। त्यस पछाडि म आराधना बप्तिस्ट चर्चमा सङ्गतिमा आएँ। 4 वर्ष त्यहाँ सङ्गति गरेँ। त्यहाँ पनि लगभग 6-7 जना बसेर सङ्गति हुन्थ्यो। पछि 70-72 जना चाहिँ एउटा सङ्गति भइसकेपछि अनि त्यहाँ हामी भाडामा बस्थ्यौँ। त्यसलाई फेरि यहाँ श्यामचोक मुनि चाहिँ एउटा जग्गा किनेर त्यहाँ चर्च चाहिँ बनायौँ। अनि चर्च बनायौँ, त्यहाँ नि उद्घाटन चाहिँ भयो। र उद्घाटन पश्चात चाहिँ अब मेरो टाढा पनि भयो, किन म रेलवेदेखि श्यामचोक आउनको निम्ति हिँडेर आउने भने त 1.5 घन्टा लाग्ने भयो।
परिवारसहित सवारी साधनहरू पनि मसँग राम्रो थिएन। त्यस पछाडि र अलिकति चर्चमा पनि त्यहाँ मेरो आवश्यकता चाहिँ अब पुरा भयो जस्तो लाग्यो। म जुन कामको निम्ति आएको थिएँ, विश्वासीहरू पनि भयो, पास्टरहरू पनि हुनुहुन्छ, सङ्गतिमा सबै हुनुहुन्छ। त्यस कारणले अब म चाहिँ नजिकै घर छेउकै चर्चमा चाहिँ सङ्गति गर्छु भनेर अनि म त्यहाँ गएँ। तर त्यहाँ घर छेउकै चर्चमा चाहिँ मेरो नानीहरू पठाउँदाखेरि त्यहाँको अगुवाले भन्नुभएछ, यो तिमीहरूको चर्च होइन, होइन तिमीहरूको बुवा आमा यहाँ आउँदैन, तिमीहरू यहाँको सदस्य बनाएको छैनौ, तिमीहरू चाहिँ सङ्गति नबस्छ भनेर बसिरहेको नानीहरूलाई चाहिँ निकालिदिनु भएछ। अनि घरमा गएर उनीहरू रुँदै गयो, किन मेरो नानीहरू त अब उनीहरूलाई जन्मेदेखि नै सङ्गतिमा डोर्याएको नानीहरू चाहिँ सङ्गतिमा बसिरहेको बेला निस्केर जाऊ तिमीहरूको चर्च होइन भन्दैपछि चाहिँ नानीहरूलाई अलिकति असहज भएछ। बाबा यसो गर्ने भनेपछि अब त्यहाँबाट चाहिँ म सोच्न थालेँ, म त त्यही चर्चमा जान्छु, उहाँहरूसँग सङ्गति गर्छु, मेरो उद्देश्य म अगुवा हुने नै होइन। मेरो खालि के हो, म पत्रकारिता गर्छु पेसाको रूपमा र म परमेश्वरलाई आराधना गर्नको निम्ति मण्डलीमा जान्छु र त्यो मण्डलीलाई मैले सकेको सहयोग गर्छु। मेरो त्यति मात्रै उद्देश्य थियो। कि म त्यहाँको कमिटीमा जान्छु, म जिम्मेवारी लिन्छु भन्ने मेरो सोचै थिएन। तर नानीहरूबाट त्यो कुरा भएपछि अनि म प्रभुसँग फेरि सोधेँ, प्रभु म के गर्ने त, किनकि तपाईँले राम्रो हुन्छ यो कुरा हुन्छ भने तपाईँले भन्नुभएको, तर मेरो जीवनमा आज नराम्रो भयो त, म के गर्ने त। अनि उहाँले भन्नुभयो, फेरि तपाईँ मैले चुनेको छु, त प्रार्थना गर। अनि प्रार्थना गरेर म त्यहाँबाट घरमा प्रार्थना गर्न थालेँ। प्रार्थना गर्न थालेँ 2017को कुरा हो है, अनि अहिलेभन्दा 7 वर्ष अगाडिको कुरा हो। अनि म जब प्रार्थना गर्न थालेँ अनि त्यस पछाडि मलाई थाहै छैन, सुरु भइ पो हालेछ त्यहीँ घरैमा होइन। अनि मेरो छोरा छोरी अनि श्रीमती 4 जना बसेर चाहिँ हामी प्रभुको महिमा गर्न थाल्यौँ। अर्को हप्ता 2 जना थपिनु भयो, अर्को हप्ता 2 जना गर्दा गर्दै भरे त थाहै नपाइकन होइन, एक वर्ष पनि नभइकन 5-6 महिनामा त त्यहाँ त मेरो कोठाभित्र नअट्ने मान्छे भइसक्यो। म फेरि सोचेको छुइनँ म पास्टर मलाई आफूले पनि लागेको छैन होइन। म चाहिँ खालि प्रभुको आराधना गर्दैछु, सबैलाई सहायता गर्दैछु। तर जब मान्छेहरू कोठामा भरिएर नअट्ने भइसकेपछि चाहिँ अनि उहाँहरूले भन्न थाल्नुभयो, पास्टर बुवा अब हामी के गर्ने। मलाई झसङ्ग लाग्थ्यो, म कसरी पास्टर बुवा भएँ त होइन, म त तपाईँहरू जस्तै सेवाको पास्टर नभन्नुहोस् न, मलाई अप्ठ्यारो लाग्छ भन्दा होइन नि तपाईँले हामीलाई सिकाउनु भएको छ, यो गर्नु भएको छ भन्ने भयो। पछि त्यसरी नै अनि पास्टर अभिषेक भयो। त्यहाँबाट बिस्तारै हामीले चाहिँ चर्चहरू बनायौँ। चर्चहरू बनाएर अहिले राम्रोसँगले 7 वर्षदेखि यता चाहिँ मैले पास्टरी सेवाकाई गरेको छु। अनि मलाई अझै पनि के लाग्छ भने अब म अझै पनि कन्फ्युज छु, वास्तवमा म पास्टरकै निम्ति चाहिँ विश्वासी भएको त होइन है, म त प्रभुको आराधना गर्नको निम्ति हो। तर प्रभुले आवश्यकता अनुसार चाहिँ हामीले के गर्नुहुँदो रहेछ, उहाँले जिम्मेवारी दिनुहुँदो रहेछ। सायद मान्छेले मलाई पास्टर बनाइदिएको भए त्यो मान्छेले मलाई निकाली पनि सक्थ्यो होला होइन। तर प्रभुबाट आएको अभिषेक र प्रभुबाट आएको दर्शन र प्रभुबाट आएको चाहिँ जिम्मेवारी चाहिँ हामी भाग्न सक्दा रहेनछौँ। त्यस कारण मलाई लाग्छ अहिले पनि सबै सामान्य नै हो, त्यस्तो केही होइन। मण्डलीमा चाहिँ मण्डलीको विश्वासीहरूले पास्टर बुवा भन्नुहुन्छ होइन। अब बाहिर निस्केपछि मलाई फेरि अरूले पास्टर बुवा भन्दियो नि कता कता मलाई उसले चाहिँ गिज्याउँदैछ कि अथवा अप्ठ्यारो भन्दैछ कि जस्तो महसुस हुन्छ। तर यद्यपि होइन प्रभुको सेवा गर्न पाएको छु र मण्डलीलाई रेखदेख गर्न पाएको छु। अहिले हाम्रो सबै अब एल्डर डिकन चाहिँ कमिटी जति चाहिनुपर्ने हो, सचिव कोषाध्यक्ष होइन, मण्डली चाहिँ एउटा संस्थागत रूपमा विकास भएर गएको छ र मण्डलीका सबै संरचनाहरू बाल सङ्गतिहरू, जवान सङ्गतिहरू, आमा सङ्गतिहरू, घरेलु सङ्गतिहरू सबै सङ्गतिहरू चाहिँ व्यवस्थित रूपमा अगाडि बढाइरहेको छ। त्यसको निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु। सायद परमेश्वरको योजना तपाईँलाई पास्टरीय सेवाकाईमा अथवा गोठालोको रूपमा नियुक्त गर्नु थियो होला। मैले बुझ्दाखेरि चाहिँ अब कतिजनाले अब हामीलाई हेर्दै गर्दाखेरि कतिवटा चर्च फेर्नु भएको रहेछ भनेर गलत दृष्टिकोणले पनि मान्छेले लाउन सक्छ। तर मैले चाहिँ यसलाई कसरी यसो बुझेँ भनेदेखिलाई परमेश्वरले बोलाउनु भएको थियो तपाईँलाई परमेश्वरको राज्यको गोठालोको निम्ति, कुनै ठाउँमा गएर घुलमा मिसिनको निम्ति भेडाको रूपमा बोलाउनु भएको थिएन। त्यही कारण तपाईँलाई पनि शान्ति भएन, वातावरणले पनि त्यो कुराहरू भएन। अन्तत मैले गोठालोको रूपमा नै परमेश्वरले बोलाउनु भयो। हजुर, पास्टर भइसकेपछि चाहिँ तपाईँले कुनै व्यक्ति अथवा कुनै समुदायबाट खेदोको रूपमा चाहिँ तपाईँले अनुभव गर्नुभएको छ आफूलाई, अथवा तपाईँलाई अलिक दबाउन खोजे, खेदो गर्न खोजेको भन्ने कुराहरू? अनि यस्तो हुन्छ, मान्छेको खेदोले त मलाई खासै अलिक अजिर छु क्या म। हजुर, किन भन्दाखेरि कहिलेकाहीँ लाग्छ यो शरीर त हाड मासुले बनेको हो, तर पनि मुटु चाहिँ फलामले बनेको हो कि जस्तो लाग्छ। किन मान्छेले प्रहार गर्न चाहिँ धेरै खोज्छन्, तर मलाई केही वास्ता लाग्दैन। अनि पास्टरी सेवाकाई होइन, म विश्वासी भएपछि धेरै सतावट खेपेको हो विश्वासीहरूबाटै। अब सेकुलर मान्छेहरूले त किन चिन्नुहुन्छ, जान्नुहुन्छ, उहाँहरूले खासै मलाई त्यस्तो आँट पनि गर्नुहुन्न, नराम्रो पनि मान्नुहुन्न। तर विश्वासीहरूबाट चाहिँ बा यो भाइ भोलि एउटा चाहिँ हुर्केर बढेर
भोलि मेरो स्टेज पो लिने हो कि होइन, बा म पो पछि पर्ने हो कि भन्ने एउटा मनको बाघ हुन्छ नि, त्रास। त्यो त्रासले चाहिँ कति मान्छेहरू तर्केको देखिन्छ र उहाँहरूले चाहिँ विभिन्न योजनाहरू बनाएर प्राइड गिदनलाई चाहिँ अब सिद्ध्याउनुपर्छ भन्नेको पनि सुन्थेँ होइन। कतिजना लाग्नु पनि भयो, गुन्डा लाउने चाहिँ त पुलिसलाई अनावश्यक रिपोर्ट गर्ने होइन, बाटो छेक्ने, अब घरमै जाने गरेर हुलुजत गर्ने, त सबै कुरा गरेँ नि मलाई लाग्छ शान्तपूर्वक उहाँलाई जवाफ दिएको छु। र मलाई लाग्छ मेरो चाहिँ कोही पनि शत्रु छैन, किनभने सबैजना तपाईँको तर्फबाट चाहिँ कोही शत्रु छैन र कोहीसँग मैले क्षमा नमागेको पनि छैन, किन म सबैलाई क्षमा दिन्छु पनि, म क्षमा पनि माग्छु। र मेरो चाहिँ त्यस्तो उहाँहरूले होला कति पारिवारिक रूपमा पनि आए, सामाजिक रूपमा आए, राजनीतिक रूपमा आए, छरछिमेकबाट आउँछन्, मण्डलीबाट आउँछन्, तर ती सबै के हुन्छ भने उहाँहरूको सतावटभन्दा पनि उद्देश्य कहिलेकाहीँ मान्छेको गलत हुन्छ। तर मान्छे नचिनुन्जेल हो, बसेर कुराकानी गरेर अथवा कुराकानी गर्नै नचाहने मान्छेहरू पनि, खेदो गर्ने मान्छे चाहिँ कहिलेकाहीँ पछुतो गर्नुहुन्छ। किनभने होइन हामी त यो भाइ अब सिद्धिन्छ होला भनेको त झन् उचाइमा पो जाँदैछ त होइन। अनि त्यो भएपछि उहाँहरू त के हुनुहुन्छ, मलाई कुनै दिन नराम्रो भन्ने मान्छेहरू पनि कुनै न कुनै रूपमा ठोकिनुहुन्छ। समस्या पऱ्यो भने यो समाधान चाहिँ गिदोनसँग गयो भने समाधान होला, त्यसैले आउनुहुन्छ। कोही भाइ भन्नुहुन्छ, कोही दाइ भन्नुहुन्छ होइन, कोही अङ्कल भन्नुहुन्छ, कोही भतिज भन्नुहुन्छ, लौ न समस्या त यो भयो भान्जा भन्नुहुन्छ। तर त्यही हिसाबले गर्दाखेरि चाहिँ अहिले त्यस्तो आउनु त मान्छेको दैनिक जीवनमा एउटा कुरा त आउँछ, तर आए तापनि त्यसलाई त्यो तरिकाले खेदो भएको जस्तै खेदो चाहिँ अति नै गर्नु भएको। जबकि मलाई लाग्छ कहिलेकाहीँ म त के भन्छु भने समस्या र दुष्टबाट आउने परीक्षाहरूलाई नि म भन्छु, सामान्य मान्छेलाई गरेर तैँले परीक्षा नलि होइन, तँ लड्छस् नि भने मसँग आइज, मेरो विश्वासले पनि नचला, मभन्दा जुनियर मान्छेहरू कमजोर मान्छेलाई तैँले कहिले नछु, तेरो हिम्मतै छ भने मसँग आइज, किनभने म तँसँग लड्नको निम्ति समर्पित छु र म तँसँग लड्छु भन्छु। कि दुःखलाई पनि म त्यही भन्छु, दुःख त कमजोर मान्छेहरूलाई गएर पिर नदे, उनीहरूलाई नसता, सक्सेस पनि मसँग आइज, किनभने मैले त 7 दिन भात नखाइ पनि सेवाकाई गरेको छु नि होइन, म त भोकोमा पनि बसेर गरेको छु। अहिलेको हालसालमा चाहिँ अब हुनु त भइहाल्यो तपाईँलाई होइन, खेदको रूपमा कतिवटा कुरा त बाहिर पनि आएको थिए, पत्रपत्रिकाहरूदेखि लिएर सबै कुराहरू भएको पनि थियो समयमा। अहिले अब समाजमा धेरै आबद्ध हुनुहुन्छ होइन, राष्ट्रव्यापी रूपमा नै तपाईँ एउटा हुनुहुन्छ, इसाई समाजहरूमा पनि, क्रिस्चियन समाज, इसाई समाजहरू जति पनि हुन्छन् सहरमा, गाउँमा, हाम्रो देशमा जता जता पनि छ, तपाईँले देख्नु भएको थियो भित्रको केही कमजोरी अथवा कुरीति, यो कुराहरू चाहिँ चेन्ज हुनुपर्छ, यो कुरा चाहिँ गलत भइरहेको छ भन्ने केही त्यस्तो पोइन्ट आउट गर्ने एउटा दुईवटा कुरा छ छोटो रूपमा? होइन, छन चाहिँ धेरै कुरा सुधारमा आउनै पर्छ होइन। जस्तो एउटा फ्याक्ट भन्नुपर्दाखेरि हामी जो हिन्दू थियौँ, कतिजना बुद्धिस्ट हुनुहुन्थ्यो, कतिजना किराँत हुनुहुन्थ्यो अथवा मुस्लिम हुनुहुन्थ्यो, केही हुनुहुन्थ्यो होला, तर हामी येशूमा आएर मण्डलीमा येशूमा विश्वास गर्ने मान्छेहरूको समूह चाहिँ हामी मण्डलीमा चर्चमा आएर भेला हुन्छौँ। तर चर्चमा पनि कतै हिजोको गन्ध चाहिँ कहीँ आएको देखिन्छ। जस्तै होइन, अब चर्चमा चाहिँ आफ्नो जातिको मान्छे लिडर बन्नुपर्छ, जातीय विभेद कुराहरू, अनि विवाह गर्दाखेरि चाहिँ जातभित्रै गर्नुपर्छ। अब ओपनली कति ठाउँमा त ओपनली नै भन्नुहुन्छ क्या अगुवाहरूले, तपाईँको चाहिँ यो जात मिलेन त्यस कारणले हामी विवाह गर्न सक्दैनौँ भन्नुहुन्छ। अगुवाहरूले नि जातीय विभेदलाई पनि उत्साह दिए जस्तै गरेको। त्यो हुँदा चाहिँ मैले के भन्ने गरेको छु भने ऊ चाहिँ साँचो मुक्ति नपाएको मानिस हो। हजुर, जसले जातको कुरा नै गर्छ भने हजुर उसले त मुक्ति पाएको छैन। किनभने पवित्र धर्मशास्त्र बाइबलको उत्पत्तिदेखि प्रकाशसम्म कहीँ पनि गएर हाम्रो वर्णवादको व्यवस्थाको कुराहरू उल्लेख गरेको छैन हो। जसरी ऋग्वेदमा स्पष्ट रूपमा के गरेको छ, तपाईँको चाहिँ वर्णवादी व्यवस्थालाई अथवा जात व्यवस्थालाई त्यहाँनिर चाहिँ रोपिएको छ, ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र। त्यस कारण त्यसका संरचनाहरू चाहिँ पछि मनुले स्थापित गर्नुभएको छ, जो हिन्दू धर्मभित्र त तपाईँको चाहिँ स्पष्ट रूपमा विधि विधानमै चाहिँ तोकिएर आएको हुनाले हिजो हामीलाई त्यो मन नपरेको। तर आज चाहिँ तपाईँको इसाईमा त कहीँ पनि त्यस्तो छैन, न विधिमा छ, न संस्कृतिमा छ होइन, न चाहिँ तपाईँको कुनै नियम अथवा व्यवस्थामा नै छ। तर त्यो नभएको कुरा चाहिँ हामी किन हिजो संसारको कुराहरूलाई चाहिँ नक्कल गरेर चर्चभित्र ल्याउँदैछौँ? त्यस कारणले यो कुरामा चाहिँ अलिकति हामी के हुनुपर्छ, समाज सुध्रिनुपर्छ। हामीले जातीय चाहिँ जुन विभेद छ त्यो जातीय विभेद अब ओपनली देखिँदैन होइन, तर आन्तरिक रूपमा कहीँ देखिन्छ। यो चिजलाई हामी टोटल सबै पास्टरहरूले, सबै चर्चहरूले चाहिँ यसलाई जातीय विभेदलाई अस्वीकार गर्नुपर्छ। र यो चाहिँ यो धार्मिक कुराहरू मात्रै होइन, कानुनी र एउटा चाहिँ संविधानमा त तोकिएको कुरा पनि हो। नेपाल छुवाछुत मुक्त राष्ट्र हो। छुवाछुत मुक्त राष्ट्रमा चाहिँ कुनै पनि मानिसले कुनै पनि नाममा
वर्णको आधारमा, धर्मको आधारमा, लिङ्गको आधारमा, वर्गको आधारमा चाहिँ भेदभाव गर्न पाइँदैन। यो कुरालाई चाहिँ परमेश्वरले पनि भेदभाव गर्नुहुन्न। हजुर हजुर, भनेपछि क्रिस्चियन सोसाइटीभित्र पनि जातीय विभेदको कुराहरू देखिन्छ। हामीलाई क्रिस्चियन समुदायहरूलाई चाहिँ भ्रष्टाचारले चाहिँ कतिको जगडेको देख्नुहुन्छ तपाईँ? कतिपल्ट हामीलाई डलरको आरोप लगाइरहेका हुन्छन् कि यो सत्य पनि हुन्छ यस्तो कुराहरू, कि तपाईँले कसरी यसलाई देख्नु भएको छ? होइन, सही हो। किन भन्दाखेरि हिजो पनि मान्छेले के भन्थ्यो भन्दाखेरि डलरहरू भन्थे, आज पनि भन्छन्। कतिपय अगुवाहरूले, चर्चका लिडरहरूले यसो गरे अरे भन्छन्। अब मैले चाहिँ देखेको छुइनँ, त्यस्तो ठाउँमा मलाई बोलाएको पनि छैन र बोलाउँदैनन् पनि। सायद अब हाम्रो स्वभाव थाहा भएर नि होला। तर मैले चाहिँ क्रिस्चियनहरूले यति भ्रष्टाचार गर्यो भन्ने कुरा अब मैले आफूले देखेको भेटेको छैन। अब सुन्न चाहिँ सुनिन्छ। सुनेको कुरामा के हुन्छ भन्दाखेरि मसँग सम्बन्धित भए म त्यसलाई अनुसन्धान गरेर म त 24 घन्टाभित्र त्यसको फाइनल गरिदिन्थेँ, यो यसले यति भ्रष्टाचार गरेको यस्तो भन्ने कुरा। तर अब अर्काको संस्थाको, अर्काको चर्चको, अर्काको समुदायको कुरा त अब मलाई त सुन्ने मात्रै हो हामीले, होइन। त्यस कारणले मैले चाहिँ देखेको भेटेको छैन, सुन्न चाहिँ सुनिएको छ। क्रिस्चियन सोसाइटी हुन्छ नि, समाज हुन्छ एउटा, समग्र विश्वासीहरूको सोसाइटी, समाज भएको एउटा छाता सङ्गठन। त्यो सङ्गठनको कमिटीहरू हुन्छ, समितिहरू हुन्छ, जसले सञ्चालन गरिरहेको हुन्छ। यस्ता सञ्चालन गर्ने समितिहरूले जसरी गर्नुपर्ने त्यसरी गरे जस्तो लाग्छ तपाईँलाई दृष्टिकोणमा? अनि यस्तो हुन्छ, अब उनीहरूले काम गरेका छैनन्। गरेको भएदेखि तपाईँको प्रश्न पनि आउने थिएन र आम मानिसले पनि के बुझ्थे त भन्दाखेरि साँच्चीकै राम्रो रहेछ है भनेर यतिखेर हामीले जस्तै गर्ने अथवा जे बुझेका छौँ हामीले त्यही गर्ने हो भने त यतिखेरको तपाईँको चाहिँ लगभग 60% भन्दा बढी नेपालीहरू इसाई भइसक्थे। किनभने इसाई सिद्धान्त, इसाई विश्वास, इसाई आस्था, इसाई कानुन त यति राम्रो छ नि, संसारका सबै मानिसहरूलाई यसले चित्त बुझाउने, सबै मानिसहरूलाई आकर्षण गर्ने, यो चाहिँ एकदम साँच्चै भने यति राम्रो छ। तर मान्छेहरू किन आइरहेका छैनन् त भन्दा हो यस्तै केही सङ्घ संस्थाहरू छन्। संस्थागत रूपमा चाहिँ उनीहरू जान्छन् अनि उनीहरूले के गर्छन् त संसारकै तरिकाले चाहिँ आफ्ना फोटोहरू राख्ने, प्रचार गर्ने, होइन, संसारकै मानिसहरू जस्तो चाहिँ नेतागिरी गर्ने, संस्था इसाई सङ्घ संस्थाहरू चाहिँ खोल्ने, त्यसको पदाधिकारी बन्ने, अनि त्यो चाहिँ लगेर सौदाबाजी गर्ने, कोहीसँग बार्गेनिङ गर्ने। क्या एउटा राजनीतिक पार्टीसँग जाने, हामीसँग यति लाख मान्छेहरू छन्, हामीलाई यति ठाउँ दिने कि नदिने, अब दिने हो भने ठिक छ, दिनुहुन्न भने हामी आफै पार्टी खोल्छौँ भन्नु थालिसक्यो त। त्यसैले यो त विकृति पक्ष हो, होइन। यसो गर्नु हुँदैन। हामी चाहिँ चर्चभित्र गर्न दिँदैनौँ, हामी गर्दैनौँ। कसैले राजनीति गर्छ, कसैले संस्था खोल्छ भने त्यसको के हुनु पर्यो? परोपकारी सिद्धान्त हुनु पर्यो। उसले साँच्चीकै सेवाको हिसाबले जान्नु पर्यो। तर आफ्नो व्यक्तिगत फाइदाको निम्ति भने कम्पिटिसन गर्नुहोस् न। राजनीतिक पार्टीहरू छन्, ती पार्टीहरूमा जानुहोस्, कम्पिटिसन गर्नुहोस्। संस्थाहरू छन्, त्यही ढङ्गले जानुहोस्। तर चर्चहरूलाई जोडेर गरिने यस्ता प्रकारका चाहिँ सामाजिक संस्थाहरूमा पनि म चाहिँ मण्डलीहरूलाई नै भन्न चाहन्छु, यदि कसैले तपाईँलाई देखाएर तपाईँको टाउको व्यापार गरिरहेको छ भने टाउको व्यापार गर्ने ठाउँमा तपाईँ नजानुहोस्। किन तपाईँको अनुपस्थितिले कम्तीमा परमेश्वरको हृदय त दुख्दैन नि। तपाईँ बरु त्यो टाउको व्यापार गर्ने सङ्घ संस्थाहरूमा जानुभन्दा मण्डलीको एउटा कुनामा जानुहोस्, बरु एक्लै बसेर त्यहाँ प्रार्थना गरिदिनुहोस्। किनकि परमेश्वरसँग तपाईँको कनेक्सन हुन्छ, परमेश्वरले तपाईँलाई आशिष दिनुहुन्छ। तर त्यस्ता सङ्घ संस्थाहरू जो छन् जसले टाउको देखाएर व्यापार गर्छन्, अनि ती व्यापारीहरूसँग जानुभयो भने त अब उनले के गर्छन् त? तपाईँ पनि त्यही व्यापारै गर्ने हो। त्यसले व्यापार गर्नुहुन्छ भने व्यापारै गर्नुहोस् न, पसलहरू खोल्नुहोस्, त्यहाँ नाफा कमाउनुहोस्। राज्यले चाहिँ एउटा निश्चित मापदण्ड तोकेको हुन्छ, त्यो भित्रबाट गर्ने नि। तर आस्थालाई व्यापारको रूपमा चाहिँ प्रयोग गर्नु भनेको चाहिँ यो पनि फेरि अपराध नै हो। भनेपछि कतिवटा समाजहरू, सोसाइटीहरूले गलत चाहिँ गरेको पनि देख्नुहुन्छ तपाईँ? यो चाहिँ देखेर नै म धेरै ठाउँमा जान्न। ए ओके, धार्मिक आस्था त एउटै भइगयो, इसाई हुनुहुन्छ, पास्टर हुनुहुन्छ, होइन, हामी थाहा भइहाल्यो। अनि व्यापारिक रूपमा पत्रकारिता पनि छ, विभिन्न कुराहरूमा हुनुहुन्छ। कतिपल्ट मानिसहरूबाट आउँछ नि जस्तै कुराहरू, राजनीतिक आस्था चाहिँ धेरै फेरिरहेको भन्ने कुराहरू क्या। कतिवटा पहिला यो राजनीति पार्टीमा थियो, अहिले योमा हुनुहुन्छ, अहिले योमा हुनुहुन्छ भन्ने आक्षेप जस्तै पनि कतिपल्ट तपाईँलाई लाग्छ नि? छोटो रूपमा भन्नुपर्दा के हुन्छ भन्दाखेरि हामीले फेर्ने होइन, हामीले एकजना व्यक्तिलाई पछ्याउने पनि होइन। हामीले के हेर्ने हो त भने समतामूलक समाज निर्माण गर्नको निम्ति मेरो उपस्थितिले केही सहयोग पुग्छ भने म त्यहाँ उपस्थित हुने हो। समतामूलक समाज भनेको वर्गविहीन, भेदभावविहीन, सबैलाई के हुनु पर्यो? समान दृष्टिकोणले हेर्ने, त्यो सानो मान्छेलाई पनि उठाउने, कमजोर मान्छेलाई पनि उठाउने दृष्टिकोणले लाग्ने ठाउँमा हामी त्यहाँ जोडिने हो। त्यो भावना विचार जब मन मिलिसकेपछि त्यहाँ जोडिने हो। तर त्यो जोडिने क्रममा चाहिँ के हुँदो रहेछ भन्दाखेरि
हामी जहाँ जोडिएका छौँ उनीहरूले आफै नाम फेर्छन् के, त हामीले फेरेको होइन। जस्तो अब के हो त भन्दाखेरि माओवादी थियो, माओवादी चाहिँ एमालेसँग मिलेपछि त्यसको नाम के भन्यो, नेकपा बन्यो। त मैले फेरे होइन नि त, अनि म कहीँ गएको पनि होइन। नेकपा फेरि के भयो, विभाजन भयो। एउटा चाहिँ माओवादी बन्यो प्रचण्डको नेतृत्वमा, अब केपी ओलीको नेतृत्वमा एमाले बन्यो। फेरि बिचमा चाहिँ माधव नेपाल चाहिँ रहनुभयो, उहाँले चाहिँ एकीकृत समाजवादी बन्नुभयो। भनेपछि हामी फेरेको होइन, हामी पछाडि फर्केको पनि होइन। मेरो त अझ सिद्धान्त के हो भने, मेरो व्यक्तिगत रूपमा चाहिँ हामी पछाडि फर्किने होइन। हिजो मैले कति दुःख पाएँ, कति चाहिँ कष्टहरू पाएँ, मलाई कसले के गरौँ पख्लास त्यसलाई चाहिँ म बदला लिन्छु भन्ने होइन। हामी अग्रगमनका पक्षधर, हामी अगाडि हेर्ने हो। जब अगाडि हेरेर हिँड्यो भने चाहिँ के हुन्छ, गन्तव्यमा पुगिन्छ। तर फेरि पछाडि फर्किन थाल्यो भने पश्चगमनको म विपक्षमा छु, अग्रगमनको पक्षधर हो। त्यस कारणले भोलि अब यो पनि फेरि कुनै मानिलिउँ माधव नेपाल पनि कुनै चाहिँ ढङ्गले अर्कोतिर जानुभयो भने, अथवा प्रचण्ड अर्कोतिर जानुभयो भने हामी के गर्ने भन्ने होइन। हामी बरु चुप लाएर बस्ने, किनभने हाम्रो मेन एजेन्डा भनेको राजनीतिक होइन। हामी एउटा नागरिक भएको हुनाले आफ्नो मत अधिकार प्रयोग गर्नको निम्ति हामी कुनै पार्टीलाई, र कतिपय कुरा मेरो चाहिँ बानी के छ भन्दाखेरि म लुक्दिनँ के, लुक्दिनँ। लुक्ने हो भने, लुकाउने हो भने चाहिँ मान्छेलाई थाहा हुँदैन है यो मान्छे स्वतन्त्र रहेछ भन्ने हुन्छ होइन। तर आफूले जे गरेको कुरा प्रष्ट रूपमा देखाइदियो भने मन पर्नेले त्यसलाई राम्रो भन्छन्, मन नपर्नेले नराम्रो भन्छन् होइन। त्यस कारणले त्यो भनेको कारणले कोही कोही मान्छे त्यसो भन्लान्। तर अहिलेसम्म मलाई लाग्छ, मैले जब राजनीतिक चेतना मसँग थोरै आयो, अहिलेसम्म आउँदाखेरि म एउटै पक्षमा छु, एउटै धारमा छु, निरन्तर रूपमा लागिरहेको छु। त्यो भनेको के भन्दाखेरि समतामूलक समाज निर्माण गर्ने भनेको मान्छे मान्छे बिचको विभेदलाई अन्त्य गरेर मान्छे चाहिँ एउटा समतामूलक समाज निर्माण गर्नको निम्ति चाहिँ अगाडि बढ्नुपर्छ। राज्यले कसैलाई काखा कसैलाई पाखा गर्नु हुँदैन, राज्य अभिभावक बन्नुपर्छ र जनता चाहिँ तपाईँको एउटा असुरक्षित महसुस गर्नु हुँदैन। जनता सुरक्षित हुनको निम्ति चाहिँ के गर्नु पर्यो, त्यो चाहिँ राज्यले संरक्षण गर्नु पर्यो। राज्य चाहिँ अभिभावक हो त्यो हिसाबमा हामीले फेरि विचार दिने। म त कुनै होइन अफर त आउँछ नि त, यतिको राम्रो मान्छे सबै कुराले चाहिँ भएपछि तपाईँ संसद उठ्नुहोस् भन्छ होइन। अब अरू चाहिँ टिकट पाउनको निम्ति होइन, एउटा पदमा बस्नको निम्ति मान्छेहरू चाहिँ घर घरमा नेता घर घरमा दौडिन्छन्। म चुपो लाएर आफ्नै काम गरिरहेको छु, तर टिकट लिएर नेताहरू मलाई भेट्न आउँछन् होइन। उहाँहरूले भन्नुहुन्छ के भन्नुहुन्छ, ल तपाईँ चाहिँ उठिदिनु पऱ्यो, तपाईँ उठ्नुभयो भने चाहिँ एकदम राम्रो हुन्छ। अनि मैले भन्छु म उठ्ने कुनै नेता होइन, मेरो आस्थाको कुरा हो। तपाईँहरूलाई मैले चाहिँ मन परुन्जेल तपाईँहरूलाई मैले त्यहाँ दिन्छु, मन परेन म चुपो लाएर बस्छु होइन, त्यो भन्ने कुरा हो। त्यस कारणले दल परिवर्तन गर्ने अधिकार त फेरि सबै नागरिकलाई छ, कानुनमा त गर्न पनि पाइन्छ। आज एउटा पार्टीमा बसेर भोलि अर्कोमा जान पनि पाइन्छ होइन, त्यो व्यक्तिको स्वतन्त्रताको कुरा हो। राजनीति नै गर्दिनँ भन्दा नि पाइन्छ, तर कहाँ चाहिँ पाइएन भन्दाखेरि मत पनि नहाल्ने नागरिक चाहिँ फेरि होइन राज्यको दृष्टिकोणमा पनि अपराधी ठहरिने भएको हुनाले हामी त्यो कानुनी राज्यलाई सम्मान गर्नको निम्ति मात्रै हामीले हाम्रो राजनीतिक आस्था माओवादी प्रति छ होइन। तपाईँले त्यहाँ हिँड्नु पनि भएको छ विगत सुरुवातको समयहरूमा। तपाईँले प्रचण्डलाई चाहिँ कसरी हेर्नुहुन्छ? ठ्याक्कै हेर्दाखेरि नि तपाईँको दृष्टिमा चाहिँ प्रचण्ड के हो र कस्तो हो? होइन, बिचमा हाम्रो सहकारी भइरहेको थियो। बिचमा आइसकेपछि अब अहिले मैले प्रचण्डलाई एउटा डाइनामिक लिडरकै रूपमा मान्छु। किन डाइनामिक लिडरमा मान्ने त भन्दाखेरि अब कतिले भन्छन् प्रचण्ड अस्थिर छ होइन, प्रचण्ड चाहिँ ठिक छैन किनभने ऊ चाहिँ विचार बदलिरहन्छ भन्छन्। तर के हुन्छ भने अग्रगमन अगाडि बढ्नको निम्ति बदलिनु पनि पर्छ। त्यस कारणले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अगाडि बढ्न सक्ने नेता अहिलेको चाहिँ प्रचण्ड मलाई राम्रो लाग्छ। तपाईँको दृष्टिमा धरानको सरकारले, स्थानीय सरकारले जसरी धरानमा विकासकोदेखि लिएर हरेक कामहरू गर्नुपर्ने, तपाईँको दृष्टिमा सबै ठिकै भइरहेछ जस्तो लाग्छ कि यही कुरा सुध्रिनुपर्छ जस्तो केही छ त्यस्ता कुराहरू? यो प्रश्न मैले धेरैचोटि फेस गरेको छु, किनभने धेरैवटा इन्टरभ्यू पनि दिएको छु। मैले धरानको राजनीतिलाई समग्र अहिलेसम्मको परिस्थितिमा हेर्ने जुन ढङ्गले विकास हुनुपर्ने थियो त्यसो भएको छैन। हामी नेपालका सहरहरूमध्ये है नम्बर 1 बनाउन सक्ने सहर चाहिँ धरान हो, किनभने अहिले पनि 84वटा जातिहरूको बसोबास रहेको, साझा वासस्थलको रूपमा रहेको, तराई पहाड र हिमालका मान्छेहरू तपाईँले देख्नुहुन्छ। हिमालका भोटेहरूले आएर चाहिँ यहाँ तपाईँको औषधि बेच्छन्, तराईका मधेसीहरू आएर चाहिँ यहाँ पानीपुरी बेच्छन्, पहाडका मान्छेहरू आएर यहाँ व्यापार बिजनेस गरिरहेछन्। धरान कस्तो राम्रो ठाउँ छ नि, हामीसँग संस्कृति छ, हामीसँग प्रकृति छ होइन, हामीसँग चाहिँ तपाईँको विभिन्न प्रकारको यहाँ चाहिँ 5वटा विश्वविद्यालयहरू छन्, हामीसँग चाहिँ दक्षिण एसियाकै एकदम राम्रो दोस्रो चाहिँ स्थानमा पर्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो चाहिँ छ होइन। त विश्वविद्यालयहरू महेन्द्र बहुमुखी क्याम्पस छ, इन्जिनियरिङ कलेज छ, हात्तीसर क्याम्पस छ, संस्कृत विश्वविद्यालय छ, कति सम्भावनाले युक्त छ। हामी स्रोत साधन पनि हामीसँग छ, तर भिजन चाहिँ खोइ त। अनि भिजन भएन, त्यस कारणले त्यो भिजन अगाडि धरानलाई साँच्चीकै नेपालको त हामी नम्बर 1 सहर बनाउँछौँ भन्ने खालको चाहिँ नेतृत्व, राजनीतिक नेतृत्व नभएको कारणले वैकल्पिक खोजीमा अहिले चाहिँ हर्क साम्पाङ चाहिँ धरानको मेयर बन्नु भएको हो। अब यहाँ अहिले के छ, त्यसो भए किन अब हर्क साम्पाङले बनाउन सक्नु भएन भन्दाखेरि सरकार चलाउनको निम्ति बहुमत र अल्पमतको खेल जहाँ पनि रहन्छ। अब अहिले तपाईँको जो कार्यपालिका हुन्छ 20वटा वडा अध्यक्षहरू र चाहिँ तपाईँको 3जना कार्यपालिका सदस्यहरू र महिलाहरूबाट जम्मै छानेर 7जना 9 अनि गर्दाखेरि तपाईँको 30-31 जनाको चाहिँ एउटा बोर्ड बन्छ, जसले धरानको भाग्य र भविष्यको निर्णय गर्ने, फैसला गर्ने, कार्यान्वयन गर्ने ठाउँमा जुन बोर्ड बसेको हुन्छ, उहाँ त अल्पमतमा हुनुहुन्छ। अब अल्पमतमा हुँदाहुँदै पनि उहाँले जे कुराहरू राखिराख्नु भएको छ, अहिले जुन ढङ्गले आफूले प्रस्तुति गरिरहनु भएको छ, अब यो दलहरूको निम्ति चुनौतीको विषय छ होइन। वास्तवमा धरान बनाउनको निम्ति सबै सहकार्य गर्ने हो भने फेरि पनि हामी धरान बनाउन चाहिँ सक्छौँ, तर अहिले धरान बनेको छैन। हेर्नुहोस् पछिल्लो समय के भइरहेको छ, हामी कार्यपालिकाहरूको बैठकहरू हेरौँ, तमासा छ क्या त्यहाँ है। त्यहाँ त तपाईँको भरिसक मिल्ने भए त त्यहाँ लाठा भाला मुङ्रा नै लिएर जाने चाहिँ स्थिति देखिन्छ। त्यस कारणले खोइ त राजनीतिक नेतृत्व, धरानप्रतिको चिन्ता खोइ। मेयरले एउटा प्रस्ताव ल्याउनुहुन्छ, अब अर्को अध्यक्षले चाहिँ उठेर त्यसको विपक्षमा आउँछ, एउटा वडा अध्यक्षले चाहिँ त्यसको राम्रो एउटा योजना लिएर आउनुहुन्छ, मेयरले त्यो सुन्दिनुहुन्न। भनेपछि यहाँ के भयो भने राजनीतिक इगो मात्रै भयो र आउने अब 84 मिसन 84 सुरु भयो उहाँहरूको पनि। अब अहिले त यस्तो भइहाल्यो, त्यसले अल्पमत पक्षले पनि बहुमत देखाउने 84मा र बहुमत पक्षले पनि अल्पमत पक्षलाई शून्य बनाउने र आफ्नो खुसीले चाहिँ अगाडि बढाउने भन्ने हिसाबमा जो अगाडि बढिरहनु भएको छ, यो गलत छ। कम्तीमा धरानको विषय उहाँहरूले साझा रूपमा चिन्तन गर्ने हो भने वास्तवमा राम्रो परिश्रम गर्ने, खट्ने होइन। लिडर त राम्रो पाएको छ नि धरानले होइन। जो हर्क साम्पाङलाई तपाईँले चिन्ता लिडर चाहिँ राम्रै लाग्छ तपाईँको दृष्टिले? त्यतिको काम गर्ने कुनै हुन्छ त छैन नि त। त्यो काम गर्ने हो नि त, नेताले भनेको काम गर्ने हो, एकदम भिजन ल्याउने हो होइन। कहिले साबुन फ्याक्ट्रीको कुरा ल्याउनु भएको छ, कहिले चाहिँ के उद्योग खोल्ने कुरा ल्याउनु भएको छ होइन, बेसार उद्योग कुरा ल्याउनु भएको छ, पानी त्यसमा आखिर उहाँलाई चाहिँ यो स्वतन्त्रबाट आएको मान्छे नभनिकन धरानको मेयर हो, हाम्रो मेयर हो भनेर होइन, राम्रो कुराहरूमा चाहिँ साथतिर जाने र सबैले मेयर मान्नु पर्यो नि त। त्यो त काङ्ग्रेसको पनि मेयर हो, उहाँ एमालेको नि मेयर हो नि त, धरानवासी सबैको मेयर। त्यसो भएको हुनाले धरानमा बस्नेहरूले त के गर्नु पर्यो, राम्रो कामको निम्ति साथतिर जाने हो भने होइन राम्रै हुन्थ्यो नि त। तर त्यो दिने अवस्था देखिँदैन। त्यहाँ के देखिन्छ भने यदि स्वतन्त्रले यहाँ चाहिँ काम गर्न दियो र भन्यो भने फेरि उही चाहिँ मेयर बन्छ, अनि उही मेयर बनाऊ भने हाम्रो चाहिँ सबै कार्यकर्ताहरूलाई जाहिर खुवाउन सक्दैनौँ, ठाउँ ठाउँमा चाहिँ स्थापित गर्न सक्दैनौँ भन्ने जुन एउटा मनोदशा छ, मनोरोग छ, यो रोग निको नहुन्जेल चाहिँ धरान बन्ने स्थिति देखिँदैन। यो माथिल्लो लेभलकै मानिसहरूले गर्दा नै, नेतृत्वकर्ताहरूले गर्दा नै धरानमा चाहिँ एकदमै समस्या छ। र अहिले 2 वर्षदेखि यता तपाईँ हेर्नुहुन्छ नि विकास निर्माण कामहरू त लगभग ठप्पै छ। जसरी द्रुत रूपमा अगाडि बढ्दै थियो होइन, त्यो कुराहरू चाहिँ अहिले खालि विवाद भएर केही सङ्घीय सरकार र प्रदेश सरकारबाट आएका योजनाहरू पनि तपाईँको चाहिँ विवादमा जाने होइन, बाहिर जाने, त्यो हिसाबले चाहिँ काम भइरहँदाखेरि म चाहिँ व्यक्तिगत रूपमा सन्तुष्ट छैन। कम्तीमा जनताले नेता बनाएर जिम्मेवारी दिइसकेपछि इमान्दारपूर्वक चाहिँ उहाँले काम गर्नु पर्थ्यो। तर दल, समूह, विचार, जात अहिले पनि काम गरिरहेको छ, त्यसले चाहिँ धरानलाई फाइदा दिइरहेको छैन। हाम्रो जीवनमा आर्थिक क्षेत्रको चाहिँ कस्तो भूमिका रहन्छ? पैसा रुपियाँको, जस्तै हाम्रो भिजन पुरा गर्न होस् या घर चलाउन होस् या जिन्दगी गुजारा गर्नुहोस्, यसलाई छोटो रूपमा तपाईँको बुझाइलाई राखिदिनु न। अब पैसा चाहिन्छ, तर पैसाको पछाडि तपाईँ कुद्नु हुँदैन, पैसाले तपाईँलाई पछ्याउँछ। मलाई चाहिँ लाग्छ पैसा सब थोक होइन, पैसा केही थोक मात्रै हो। अब पैसा रुपियाँ थोरै धेरै जति चाहे पनि तपाईँको निम्ति अहिले ठिकै छ, मलाई प्रशस्तै छ, तपाईँको लागि पुगिसरी छ। मलाई लाग्छ मैले नि खाएर सक्दिनँ। हजुर। अनि मेरो छोराले कहिलेकाहीँ भन्छ बाबा अमेरिका जानुपर्छ होला, छोरीले भन्छन् म त अस्ट्रेलिया जाने हो। मैले भन्छु खबरदार, तिमीहरू अस्ट्रेलिया, अमेरिका, युरोप कहीँको पनि सपना नदेख्नु। तिमीहरूले के गर्नुपर्छ,
यदि परमेश्वरले तिमीहरूको निम्ति अमेरिका चाहनु भएको थियो भने तिमीहरू अमेरिकन बाबुआमासँग जन्मिन्थ्यो। यो नेपाल भूमिको निम्ति तिमीहरूको आवश्यकता छ, त्यसले तिमीहरू के को लागि जान्छौ? पैसा कमाउन। अनि मैले भन्छु पैसा तिमीहरूले कहाँ लगेर राख्छौ? अनि त्यसो नभन्नु न, हामीसँग भएको भए कार कुदिन्थ्यो होइन, हामीसँग भएको भए चाहिँ यहाँ कति यस्तो सामान ल्याइन्थ्यो। मैले कार कुदेर के गर्छौ, जान्छौ कहाँ होइन? यहाँबाट चाहिँ पसल जाने, स्कुल जाने, कारमा चढेर स्कुल जाने, कारमा घरमा आउने, त हो याद हो। तर भोलि आवश्यकता भयो भने तिम्रो निम्ति हेलिकप्टर आउँछ होइन, तिम्रो निम्ति चाहिँ हेलिकप्टर आउँछ नि, हेलिकप्टर चढेर तिमी कहाँ जाने हो? त्यहाँ हुन्छ। तर तिम्रो के हुनु पऱ्यो? कर्म गर्नु पऱ्यो, काम गर्नु पऱ्यो। अनि कमाइ चाहिँ काम गर्नको निम्ति चाहिँ लाज मान्नु हुँदैन, जे पनि गर्नुपर्छ भनेको कसैलाई ढाँट्नु हुँदैन, छल्नु हुँदैन, तर आफ्नो। अनि मलाई यस्तो लाग्छ, म अरूलाई काम लगाउँदा कहिले पनि म सिताइमा लाउँदैन। त्यो मान्छेले काम गरेपछि त्यसले खाने चाहिँ पाउनुपर्छ, मेरो आफ्नो सिद्धान्त हो। कोही मान्छेले कहिलेकाहीँ आउनुहुन्छ साथीभाइको रूपमा, कहिले चाहिँ चर्चकै हिसाबमा, कहिले के गर्न आउनुहुन्छ, दिनभरि मसँग काम गर्नुहुन्छ, तर बेलुका जाँदाखेरि मैले उहाँलाई कहिले पनि खाली पठाउँदिनँ, किनभने यो तपाईँले लिएर जानुहोस्। अनि उहाँले भन्नुहुन्छ मलाई त पर्दैन, यो त मैले चर्चको काम गरेको छु। तिमीले चर्चमा आएर लाइट फिट गर्यौ, तिमीले ग्रिल लगायो होला, त तिमी भरे बेलुका गएर के खान्छौ? त्यसले त्यो झुट नबोल। तिमीलाई प्रशस्त छ भने पनि यो तिम्रो ज्याला हो, लैजाऊ। अनि तपाईँलाई चाहिँ कसले दिन्छ होइन? मलाई पनि दिने के हुन्छ, काम गर्छु अनि मैले कमाउँछु। त्यस कारणले मैले अहिलेसम्म पास्टर भएर मैले तलब बुझेको छैन। म चर्चबाट पैसा ल्याएको छैन, मैले घोषणा नि गरेको छु, म कहिले लिन्न पनि। त्यो पैसा के गर्ने त हो? त्यो पैसा हामी मिसनमा खर्च गर्ने, सुसमाचारमा खर्च गर्ने, चर्चका आवश्यकताहरू के छन् सामूहिकतामा हामी खर्च गर्ने। जीवनमा धेरै सङ्घर्ष गर्नु भएको छ, तपाईँले अघि पनि बताउनु भयो होइन? विभेददेखि धेरै कुराहरू देख्नु भएको छ, सतावट, खेदो, यी सबैको मुताबिक पनि एउटा सफल व्यक्तिको रूपमा समाजमा स्थापित हुनुहुन्छ। समाजले वरपर होइन, आफ्नो जुन ठाउँमा हुनुहुन्छ, जसले तपाईँलाई चिन्छन्, एउटा सफल भएको व्यक्ति, स्थापित भएको व्यक्ति भनेर चिन्छन्। यी धेरै सङ्घर्षहरूको मुताबिक तपाईँ यहाँसम्म आइपुग्दै गर्दा कुनै एउटा व्यक्तिको नाम लिन चाहनुहुन्छ, यो व्यक्तिले चाहिँ मलाई सधैँ यसरी सहायता गरेको छ, उत्साह दिएको छ, प्रेरणा दिएको छ, आइडिया दिएको छ, तपाईँ कसरी हुन्छ भन्दा कुनै व्यक्तिको नाम लिन चाहनुहुन्छ? यस्तो हुँदो रहेछ, यो प्रश्न अरूलाई नै आउँछ कि। अनि म चाहिँ यो प्रश्नको म आफू पनि कोसिस गरिरहेको छु, खोज्दैछु। किनभने सास सुन्ने प्राणीमा भरोसा राख्नु चाहिँ हाम्रो निम्ति मूर्खता हुँदो रहेछ है। त्यसो भनेपछि बुझ्नुभयो होला। भनेपछि त्यो पर्टिकुलर एउटा व्यक्तिबाट चाहिँ तपाईँले त्यस्तो हुँदो रहेछ, मेन्टरसिप पाउनु भएको भन्ने कुरा चाहिँ छैन। मलाई यस्तो लाग्छ कहिलेकाहीँ मेरो संसारमा सबभन्दा आइडल मेरो बुवा हो जस्तो लाग्छ। फेरि बुवासँग बसेर यसो व्यवहारहरू गर्छु है, त होइन रहेछ जस्तो लाग्छ। अनि आमा होला जस्तो लाग्छ, फेरि आमासँग गर्छ नि। किनभने हामी मान्छे चाहिँ होइन, कहिलेकाहीँ अब श्रीमती कसैको चाहिँ गुरुहरू हुन्छन्, कसैले आफूलाई अगुवाई गर्ने चाहिँ धर्मगुरुहरू हुन्छन्। र मैले यसो हेर्छु होइन, अनि काहीँ न काहीँ धोका पाइन्छ। जब हामी मान्छेमा यो चाहिँ मेरो आइडल हो, म उसलाई चाहिँ हेरेर अगाडि जान्छु भन्दाखेरि मैले अहिलेसम्म त्यस्तो पाएको छैन। त म पनि त्यो खोजीमा चाहिँ छु। मेरा सबै मेरो आदर्श, मेरो आइडल, मैले जब समस्यामा पर्दाखेरि प्रभु येशूलाई हेर्छु। अनि प्रभु येशू ख्रिस्ट नै मेरो चाहिँ गाइडर, मेरो चाहिँ एउटा अगुवा हो। जुन मान्छेले अब भौतिक रूपमा मात्रै बुझ्ने मान्छेहरूले त यो कुरा बुझ्दैनन्, तर एउटा आत्मिक रूपमा जसको भित्र आत्मा पनि छ, त्यो आत्मिक मानिसले चाहिँ यो कुराहरू बुझ्दछ। त्यस कारणले म मेरो आफ्नो जीवनको एउटा आइडल चाहिँ म प्रभु येशू ख्रिस्टलाई नै मान्नुहुन्छ। जीवनमा धेरै सम्बन्धहरू हुन्छ हाम्रो, चाहे जुनै पनि सम्बन्धहरू होस्, पारिवारिक सम्बन्ध, मित्रताको सम्बन्ध, धेरैवटा सम्बन्धहरू हुन्छ। यी सबै सम्बन्धहरूलाई टिकाइरहन, लामो लान, जोगाइरहनका लागि चाहिँ सम्बन्धमा के कुरा हुनुपर्छ र के हुनु पर्दैन जस्तो लाग्छ तपाईँको विचारमा? त्यसमा स्वार्थ हुनु हुँदैन। सम्बन्ध टिकाउनु हो भने स्वार्थ हुनु हुँदैन। स्वार्थ जब छ भने त्यो सम्बन्ध टिक्दैन पनि होइन। अनि स्वार्थ छैन भने चाहिँ सम्बन्ध टिक्छ होइन। किनभने बिना स्वार्थ जोडिएको सम्बन्धले त त्यसले हानि गर्दैन नि त। तर धेरै मान्छे हो, त्यो मेरो पनि कमी के भएको छ भन्दाखेरि धेरै मान्छेहरूलाई म आफूले सकेसम्म जानेसम्म सबै कुराहरू गर्छु, अनि त्यो मान्छेले उसको काम भन्छ, त्यसरी उसले फेरि सम्झिँदैन होइन। तर म के लाग्छ भने एकजना दुईजनाले त्यसो गर्दा चाहिँ मलाई चोट परे जस्तो नि हुन्थ्यो, कता कता हृदय दुखे जस्तो नि हुन्थ्यो। किन होला त्यस्तो गरेको है? मैले त उसलाई केही भनिदिएको छुइनँ कि बा मेरो विषयमा उसले कतै नराम्रो सुनेर बा मलाई नराम्रो दृष्टिकोणले हेरेको छ कि, अनि म उसलाई सम्पर्क गर्छु, तर उसले के भन्छ भने नि होइन केही छैन, अनि केही नै छैन भन्छ भने त अरे उसको के थियो, सीमित त्यतिसम्म स्वार्थ थियो अथवा कारण थियो होइन, उसको कारण पुरा गर्यो, ठिक छ।
कतिवटा सम्बन्धहरू त्यसो भए टुट्नुको पछाडि रिजन चाहिँ स्वार्थमा गाँसिएको हुन्छ, केही पाउने आशा, केही गरिदिन्छ कि भन्ने, अथवा त्यस्तो कुराहरूले गर्दा। जीवन के हो भन्दाखेरि के भन्नुहुन्छ ठ्याक्कै तपाईँले? जीवन त एउटा सुन्दर उपहार हो। कसको उपहार? परमेश्वरको उपहार हो। किनभने हामीले फेरि अर्को जीवन पाउँदैनौँ। यो जीवन, यो जुन जीवन छ, यो जीवन हामी आत्मा शरीर र प्राणले बनेको जुन जीवन छ, यो जीवन त फेरि भोलि त हुन्छ हाम्रो आत्मिक जीवन। प्राण त हामीसँग रहँदैन, शरीर हामीसँग रहँदैन। त्यस कारणले एउटा मौका पनि हो, अवसर पनि हो। र जति म सास फेर्दैछु नि, यो परमेश्वरको कृपा र अनुग्रहले मात्रै म सास फेर्दैछु। त्यस कारणले जीवन पाएको त म त उपहार हो नि त। यो जीवन एउटा उपहार हो। मान्छे कसरी खुसी रहन सक्छ भन्दै गर्दाखेरि चाहिँ हुन त सबै आफ्नो पर्सपेक्टिभबाट आफ्नै तरिकाले हुन सक्ला होइन, तरै पनि तपाईँले आफ्नो विचार राख्नु पर्यो भने चाहिँ यो तरिकाले गर्यो भने चाहिँ मान्छेको जीवनमा प्रसन्नता आउँछ, खुसी मिल्छ भन्ने कुरा चाहिँ होइन। हुन त मान्छे कति धनी मान्छेहरू हुन्छन् तर उनीहरूसँग खुसी भइरहेको हुँदैन। त्यसको मतलब धनले खुसी ल्याउँदैन। तर कति मान्छेहरू कस्ता हुन्छन्, गरिबी हुन्छ, उसले दिनभरि काम गर्छ, एक भारी दावा ल्याउँछ, अनि उसले बजारमा ल्याउँछ, 500 बेच्छ, तर ऊ यति खुसी हुन्छ। त्यहाँ फेरि धनले काम गर्यो। हो, त्यहाँ फेरि धनले काम गर्यो। चाहिँ यो खुसी केमा रहेछ भने आफूमा निर्भर पर्छ। तपाईँ कुन परिस्थितिमा हुनुहुन्छ, त्यो परिस्थितिलाई तपाईँ सहजता रूपमा लिनुहोस्, तपाईँ त्यहाँ खुसी हुन्छ। जब हामी परिस्थितिलाई सहजतामा लिन सकेन भने त्यहाँ मान्छे के हुन्छ, बेखुसी हुन्छ। हजुर हजुर। हामी बिचमा चिनजान सम्बन्ध भएको त होइन, पारिवारिक सबै कुराले धेरै वर्ष भयो। तपाईँले मलाई चाहिँ कसरी हेर्नु भएको छ यसो तपाईँको मूल्याङ्कन अनुसार? होइन, यस्तो हुन्छ, अब सामान्य भन्ने कुरा एउटा, बाहिर एउटा भन्ने कुरा हुँदैन। तपाईँमा इनर्जेटिभ लाग्छ, नयाँ कुराको तपाईँले खोजी गर्दै हुनुहुन्छ। हुन त अब एउटा अब सानैदेखि नै चिन्छु होइन। सानोमा चिन्दाखेरि पनि के थियो भन्दाखेरि अलिक गम्भीर स्वभावमा कुनै पनि कुराहरू प्रस्तुति गर्दा तपाईँ फाटाफुट्टा बोलिहाल्नुहुन्थ्यो। मान्छेको कुराहरू सुनेपछि त्यसलाई तपाईँले उत्तर दिनुहुन्थ्यो होइन। अब त्यो भने एउटा गम्भीरता पनि तपाईँमा छ र नवीनताको खोजी गर्नुहुन्छ। किन भन्दाखेरि एउटा तपाईँले पास्टरी सेवाकाई गर्नुभयो, तपाईँ त्यहीँ थन्केर बस्दा नि हुन्थ्यो नि त। कसैले तपाईँलाई चाहिँ यो गर के गर्दा भन्दैन थियो, तर त्यसभित्रबाट पनि मैले के दिन सक्छु त, तपाईँले नवीनताको खोजी गर्नुभयो भने चाहिँ एउटा। र अहिलेसम्म आउँदाखेरि सुन्दाखेरि अब ठुलो चाहिँ फटाइ गरेर हिँडेको मैले सुनेको छैन होइन, गलत कुरा सुनेको छैन। र मेरो कामना पनि हो, किनभने काम गर्दै गएपछि मान्छे के हुन्छ, सफलताले प्राप्त गर्दै 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 गएपछि मान्छे चाहिँ फेरि पैसामा समस्यामा आउँछ होइन, यौवनमा मान्छे समस्यामा जान्छ। यस्ता कुराहरूमा चाहिँ कहिले पनि तपाईँले होइन त्यसलाई चाहिँ के गर्नु पऱ्यो, सम्झौता गर्नु भएन। ठिकै छ, पैसा हुन्छ नि म यसो गर्छु नि त, अथवा एकछिन चाहिँ म कोहीसँग शारीरिक सम्पर्क राख्दाखेरि मलाई सन्तुष्टि मिल्छ नि, यसो ठिकै छ नि त। यस्ता कुराहरूमा तपाईँले ध्यान दिनुभयो भने मलाई लाग्छ यो तपाईँको इमान्दारिता, नवीनता, नयाँपन ल्याउने कुरा र गम्भीरतालाई चाहिँ जोगाएर राख्न सक्नुहुन्छ। र हामीले जहिले पनि के हुन सकोस्, पिटर दर्नाल चाहिँ एउटा नवीन कुरा, नयाँ कार्यको चाहिँ उसले सम्भावना खोजी गर्छ है। पिटर दर्नाल चाहिँ कुनै पनि कुरामा उसले फ्याट्ट बोलिहाल्दैन है, त्यसलाई गम्भीर रूपमा उसले लिन्छ, सुन्छ र त्यो प्रमाणित गर्न उसले चाहन्छ। र बोलेपछि चाहिँ उसले ट्रुथ कुराहरू, सत्य कुराहरू मात्रै बोल्छ। जुन प्रकारको चाहिँ एउटा तपाईँको छ यो छवि चाहिँ तपाईँले जोगाएर राख्नु सम्पत्ति भनेको चाहिँ यही जस्तो लाग्छ। हजुर, धेरै धन्यवाद। अन्त्यमा मैले सोध्न बिर्सेका अथवा तपाईँले यो चाहिँ मैले भन्नु पर्थ्यो भन्ने कुनै कुरा छ तपाईँको आफ्नो कुराहरू? पहिलो कुरा त अब हामी के कुरामा कुराकानी गर्दैछौँ भन्ने कुराको पूर्व तयारी बिना यस ठाउँमा आएको हुनाले मैले त्यस्तो कुनै लेखाजोखा राखेको छैन। पहिलो कुरा त मैले यो हाम्रो मिडिया हाउस सञ्चालनमा आउँदैछ भनिसकेपछि एउटा म पनि मिडिया क्षेत्रमा अब लामै त नभनौँ, किनभने हामीभन्दा सिनियर दाइहरू धेरै हुनुहुन्छ जसले 40 वर्ष, 45 वर्ष, 35 वर्ष, 36 वर्ष काम गर्नुभएको छ। तैपनि अब मैले जो सिक्दैछु, काम गर्दैछु, अब यहाँ चाहिँ एउटा मिडिया हाउस सञ्चालन भएको छ, सायद प्रार्थना गर्न, सायद बातचित गर्नलाई, अथवा केही कुराहरू मलाई सोध्नु भएछ नि मसँग जे छ त्यही कुरा चाहिँ म भन्छु भनेर आएको हुनाले मैले कुनै पनि त्यस्तो धेरै होइन मसँग जिज्ञासा अथवा म चाहिँ यो कुरा भन्छु नै भन्ने मैले चाहिँ त्यस्तो सोचेको पनि छैन। र जे जति हाम्रा बिचमा कुराकानी भए मलाई लाग्छ यी कुराहरू प्रकाशनमा आउनेछन्। अनि म चाहिँ कस्तो लाग्छ भने म आफै हेर्छु मेरो सामग्रीहरू धेरै, अरूले कतिले भन्नुहुन्छ म चाहिँ छोडिदिने हो, बोल्दिने हो, त्यस पछाडि म के कमेन्ट आउँछ के गर्छ म सरोकार राख्दिनँ भन्नुहुन्छ। तर म चाहिँ मेरा सामग्रीहरू
कलेक्सन गरेर राख्छु। अब किताबै भन्ने हो भने अहिले एउटा कोठा चाहिँ मेरो पुरा भरिएको छ। अब कतिवटा मैले गुमाएको पनि छु द्वन्द्वको बेला, द्वन्द्व अगाडि अथवा बिचमा लेखेका किताबहरू चाहिँ अहिले मसँग छैनन्। अनि काहीँ कसैले यस्तो फोटोहरू पनि पठाइदिनुहुन्छ, यो तपाईँको किताबै भन्दाखेरि खुसी लाग्छ। अनि ठाउँमा जाँदाखेरि कसैको दराजमा मेरा किताबहरू देख्दाखेरि खुसी लाग्छ। अनि ती कुरालाई चाहिँ म आफै खरिद गरेर ल्याउँछु कि मेरो आफ्नो किताबहरू म आफै किनेर ल्याउँछु र अरू मानिसहरूको पनि लिएर राख्ने गर्छु। र हाम्रो यो अन्तर संवाद, यो बहस चाहिँ एउटा ऐतिहासिक बनोस्। मानिसहरूको अरूको निम्ति, हाम्रा दर्शकहरूको निम्ति बन्छ बन्दैन उहाँहरूको हिसाबमा रहन्छ, तर मेरो निम्ति चाहिँ आज एउटा ऐतिहासिक दस्तावेज यहाँ बनेको छ। यसलाई म सङ्ग्रह गर्नेछु। मलाई लाग्छ सायद मेरो आफ्नो परिवारका मण्डली परिवार, घर परिवार अनि मेरा चाहिँ नाता परिवार सबैले यो चाहिँ सुन्नुहुनेछ, हेर्नुहुनेछ र उहाँहरूले पनि सङ्ग्रह गरेर राख्नुहुनेछ। र हामीले चाहिँ भोलि भौतिक रूपमा हामी सधैँ रहन्छौँ भन्ने पनि छैन। यी आज बोलेका कुराहरू भोलिको निम्ति इतिहास बन्न सक्छ, ऐतिहासिक दस्तावेज बन्न सक्छ, कसैको निम्ति उत्प्रेरणाको स्रोत पनि बन्न सक्छ, हजुर, र कसैको निम्ति थेसिसहरू पनि बन्न सक्छ। एकदमै विशेष धन्यवाद तपाईँलाई हाम्रो निमन्त्रण स्वीकार गरेर आइदिनु भयो। र हजुरलाई पनि थाहा छ मैले एउटा केही वर्ष अगाडि पुस्तक लेखेको छु, जीवन र मण्डलीको वास्तविक रहस्य भन्ने। र मैले यस पोडकास्टमा आउनुहुने पाहुनाहरूलाई चाहिँ उपहार स्वरूप दिने गरेको छु। र यसको विमोचनमा हजुरले आफ्ना शब्दहरू राख्नु भएको थियो र मलाई उत्साह दिनको निम्ति हजुरले सायद 20 कपी किनेर पनि मलाई उत्साह प्रदान गर्नुभएको त्यो दिन म सम्झन्छु। र यो चाहिँ मेरो तर्फबाट हजुरलाई उपहार स्वरूप मैले दिन चाहेँ। हुन्छ, यो चाहिँ स्पेसल उपहार हो। यो चाहिँ हजुर धन्यवाद। यो मैले हजुरलाई उपहार स्वरूप प्रदान गर्छु। हस्, धेरै धेरै धन्यवाद आइदिनु भएको लागि।